Hello guys, I'm back with another video, another chapter. So यो भिडियोमा हामी कभर गर्न गएका छौं पोलिटिकल साइन्सको थर्ड च्याप्टर. द नेम अफ द च्याप्टर इज पोलिटिकल पार्टिज. सो तिमीलाई एज अ स्टुडेन्ट एकदमै बुझ्नु जरुरी छ व्हाट अ पोलिटिकल पार्टी इज. ओके, स्टेट पार्टी के हुन्छ, नेशनल पार्टी के हुन्छ, कुन प्रकारले इलेक्सन कन्टेस्ट गर्छ, कस्तो रुल्स एन्ड रेगुलेसन्स फलो गर्नुपर्ने हुन्छ, हैन. सो यो सबै ओके तपाईको विषयमा जानकारी पाउनु तपाईहरुले एकदमै जरुरी छ, बिकज काना का फ्युचरमा गएर तपाईहरुले एकदमै ओके इलेक्टोरल पोलिटिक्समा पार्टिसिपेट गर्नु नै हुनेछ. ओके, सो फर्स्टमा एउटा क्वेशन छ, व्हाट इज अ पोलिटिकल पार्टी. अब सबैजनाले हेर्छ एउटा नेता छ, पछाडी तपाईको उसको फलोवर्स छ, त्यसले मात्रै पोलिटिकल पार्टिज बनाउँदैन. ओके, सो अ ग्रुप अफ पिपल हु कम टुगेदर, ओके, दे कन्टेस्ट इलेक्शंस, ओके, एन्ड फर्म द गभर्नमेन्ट. ओके, यस्तो खालको ग्रुप अफ मान्छेहरु जो चाहिँ एक साथ हुन्छ, सेम सोच राख्छ, सेम आइडियोलोजी फलो गर्छ, उनीहरु तपाईको इलेक्सन कन्टेस्ट गर्छ अनि सरकार बनाउन खोज्छ. यो प्रकारको तपाईको ग्रुप अफ पिपललाई पोलिटिकल पार्टिज भनिन्छ. पोलिटिकल पार्टिजमा भएको मान्छेहरुले ओके दे एग्री अन सेम पोलिसीज. पार्टीले जुन पोलिसी बनाएको छ त्यो पोलिसी नभए त्यो प्लानलाई के गर्छ, उनीहरुले के गर्छ तपाईको एग्री गर्छ अरे. ओके, सिन्स दे क्यान बी डिफरेंट भ्यूज अन व्हाट इज गुड फर अल पिपल, पार्टिज ट्राई टु पर्सुएड पिपल. सो थर्ड पोइन्टले के भन्दैछ भन्दाखेरि डिफ्रेन्ट मान्छेको डिफ्रेन्ट ओपिनियन हुनसक्छ, डिफ्रेन्ट भ्यूजहरू हुनसक्छ, डिफ्रेन्ट पोलिटिकल पार्टिजको पनि आफ्नै पोलिसिजहरू हुनसक्छ, आफ्नो आइडियाजहरू हुनसक्छ. सो पोलिटिकल पार्टिजहरूले चाहिँ उनीहरूले कोसिस गर्छ, उनीहरूले ट्राई गर्छ अरे कि मान्छेहरूलाई ओके तपाईँको फकाउनु, किन हाम्रो पार्टीको पोलिसी राम्रो छ, फ्युचरमा हाम्रो पार्टीको पोलिसीले नै तपाईँको देशलाई नभए स्टेटलाई अगाडि बढाउँछ भनेर मान्छेहरूलाई फकाउनु खोज्छ अरे, पर्सुएट गर्नु खोज्छ अरे. They seek to implement these policies by winning popular support through elections. जब उनीहरूले यो पोलिसिजहरु मान्छेलाई सुनाउँछ, मान्छेलाई मन पर्ने उनीहरूले भोट दिन्छ, अनि जब उनीहरूले जित्छ उनीहरूले तपाईको सरकारमा आएपछि यो सबै प्लान, यो सबै पोलिसिज, यो सबै प्रोग्रामलाई के गर्छ, लागू गर्छ, इम्प्लिमेन्ट गर्छ. ओके, सो दिस 10 पार्टिज अफेक्ट रिफ्लेक्ट फन्डामेन्टल पोलिटिकल डिभिजन्स. किनकि सोसाइटीको डिफ्रेन्ट सेक्सन हुन्छ, राइट. सो तपाईको कन्ट्रीमा पनि डिफ्रेन्ट पोलिटिकल पार्टिजहरु हुन्छ, मान्छेको डिफ्रेन्ट सोच विचार हुन्छ, राइट. कसैले पार्टी एक्स लाई सपोर्ट गर्छ, कसैले पार्टी वाइ लाई, कसैले पार्टी ए लाई, कसैले पार्टी बी लाई. सो त्यसैले गर्दाखेरि तपाईको पोलिटिकल पार्टिजमा पार्टिसनशिप हुन्छ. पार्टिसनशिप भनेको यस्तो मान्छे जसले कुनै पोलिटिकल पार्टिजको आइडियोलोजीलाई के गर्छ, सपोर्ट गर्छ. क्लियर. हरेक पोलिटिकल पार्टिजको तीनटा मेजर कम्पोनेन्ट हुन्छ. फर्स्टमा छ लिडर्स, पोलिटिकल पार्टिजको ठुलो टपको लिडर्सहरू. सेकेन्डमा छ पोलिटिकल पार्टिजको एक्टिभ मेम्बर्स. एक्टिभ मेम्बर्स भनेको जो पार्टीको मिटिङहरू एटेन्ड गर्छ, पार्टीको हरेक प्रोग्रामलाई सपोर्ट गर्छ, त्यहाँनिर एक्टिभली पार्टिसिपेट गर्छ. अनि लास्टमा छ फलोवर्स, जसले चाहिँ तपाईँको हरेक पोलिटिकल पार्टीको तपाईँको अर्गनाइजेसन, तपाईँको मिटिङ्सहरू, प्रोग्राम्सहरूमा एटेन्ड गर्दैन, पार्टिसिपेट गर्दैन, तर उनीहरूले पार्टीको आइडियोलोजीलाई सपोर्ट मात्रै गर्छ. यो तीनटा ओके, यो तीनटा कम्पोनेन्ट हुनैपर्छ एउटा पोलिटिकल पार्टी बनिनु लागि. ओके, सो फङ्सन्स अफ पोलिटिकल पार्टिज एकदमै इम्पोर्टेन्ट छ. फङ्सन्स अफ पोलिटिकल पार्टिज ल फर्स्ट फङ्सनमा छ पार्टिज कन्टेस्ट इलेक्सन्स भनेर छ. अब पोलिटिकल पार्टिजले अभियसली उनीहरू के गर्छ, उनीहरू सँगै एकजुट भएको छ, एउटा ग्रुप अफ पिपल दे कम टुगेदर, राइट, टु कन्टेस्ट इलेक्सन. उनीहरू चुनाव लड्नु लागि तपाईँको एकजुट भएको छ नि त. मलाई देशलाई सुधार्नु छ, मलाई देशमा केही न कुछ तपाईँ चेन्जेस ल्याउनु छ भनेर त उनीहरू एकजुट भएर आउँछ, उनीहरूले इलेक्सन कन्टेस्ट गर्छ. ओके, पार्टी सेलेक्ट द क्यान्डिडेट्स इन डिफ्रेन्ट वेज. चुनावको लागि हरेक कन्स्टिट्युएन्सीबाट एकजना क्यान्डिडेट तपाईँको पार्टीबाट चुज हुन्छ. कुन प्रकारले पार्टीले आफ्नो क्यान्डिडेट चुज गर्छ कन्स्टिट्युएन्सीको लागि, यो चाहिँ तपाईँको डिफ्रेन्ट कन्ट्रिजमा तपाईँको डिफ्रेन्ट मेथड छ अरे. फर इक्जाम्पल इन सम कन्ट्रिज सच एज युएसए, मेम्बर्स एन्ड सपोर्टर्स, पार्टी यो कन्स्टिट्युएन्सीबाट यो मान्छे चुनाव लड्छ भनेर चाहिँ कसले चुज गर्छ अरे. ओके, अब युएसए तिर नभए अरू देशमा तपाईँको पार्टीको त्यो मेम्बर्स र त्यो त्यहाँको सपोर्टर्सहरूले ओके उनीहरूले चुज गर्छ अरे कि हाम्रो लागि हाम्रो पार्टीबाट तपाईँको यो मान्छे के गर्छ, चुनाव लड्छ भनेर, ओके इलेक्सन लड्छ भनेर. इन्डियामा चाहिँ पार्टीको टप लिडर्सहरूले ओके पार्टीको टप लिडर्सले चुज गर्छ कि गान्तोक कन्स्टिट्युएन्सीबाट यो मान्छे इलेक्सन लड्छ मेरो पार्टीबाट, हैन. तपाईँको नाम्चीको तपाईँको सिङ्गीथाङ कन्स्टिट्युएन्सीबाट यो मान्छे मेरो पार्टीबाट इलेक्सन लड्छ भनेर चाहिँ पार्टीको टप लिडर्सहरूले चुज गर्छ अरे. फर इक्जाम्पल इन्डियाको मैले सिक्किमको स्टेटको इक्जाम्पल दिएको ल. ओके, सो सेकेन्ड छ फर्स्ट फङ्सन बुझ्नु भएन, पार्टिजहरू दे कन्टेस्ट इलेक्सन्स. ओके, सो दे कम टुगेदर, ओके दे कन्टेस्ट इलेक्सन्स. आफ्नो क्यान्डिडेट कुन प्रकारले चुज गर्छ, देयर आर डिफ्रेन्ट मेथड्स. फर्स्टमा युएसए, सेकेन्डमा इन्डियाको मैले सिकाएँ, हैन. सेकेन्डमा छ पार्टिज पुट फरवर्ड डिफ्रेन्ट पोलिसिज एन्ड प्रोग्राम्स. अब हरेक पार्टिजको पोलिसिज, प्रोग्राम्स, आइडियोलोजी, पोइन्ट अफ भ्यू के हुन्छ, डिफ्रेन्ट हुन्छ. ओके, सो यही तपाईँको पोलिसिज, प्रोग्राम्स, तपाईँको आइडियोलोजिसहरू हेरेर मान्छेले पार्टीलाई के दिन्छ, भोट दिन्छ, नभए मान्छेले पार्टीलाई चुज गर्छ. ओके, सो इच अफ अस मे हेभ डिफ्रेन्ट ओपिनियन्स. मेरो ओपिनियन फाल्टै छ डेभलपमेन्टलाई लिएर. तपाईँहरूको सबैजनाको जसले यो भिडियो हेरिराख्नु भएको छ तपाईँहरूको पनि आफ्नो ओपिनियन हुन्छ नि त डेभलपमेन्टलाई लिएर. ओके, सो त्यसले गर्दाखेरि चाहिँ तपाईँको गभर्नमेन्टलाई तपाईँको सबैको तपाईँको ओपिनियन्स चाहिँ तपाईँको ह्यान्डल गर्नु साह्रो पर्छ अरे. ओके,
सो इन अ डेमोक्रेसी लार्ज नम्बर अफ सिमिलर ओपिनियन्स हेभ टु बी ग्रुप टुगेदर। सो एउटा तपाईँको डेमोक्रेटिक कन्ट्रीमा के हुन्छ भन्दाखेरि चाहिँ धेरैजना यस्तो मान्छे ओके जसले चाहिँ तपाईँको एउटा सिमिलर सोच राख्छ ओके लेट्स चाहिँ एउटा ग्रुप अफ पिपलको लागि ओके सबैजनाको लागि सोच्ने एउटा मान्छे चाहिँ यो प्रकारले डिफ्रेन्ट मान्छे तर उनीहरूले एकै प्रकारको सोच राख्ने मान्छेहरू चाहिँ दे कम टुगेदर ओके उनीहरू के हुन्छ एकजुट हुन्छ ओके उनीहरूले पोलिटिकल पार्टी बनाउँछ पोलिटिकल पार्टी बनाएपछि उनीहरूले चुनाव लड्छ अनि जब जितिसकेपछि गभर्मेन्टले तपाईँको त्यही पोलिसिसहरूलाई के गर्छ तपाईँको इम्प्लिमेन्ट गर्छ नभए लागू गर्छ ओके गट इट पज गर ओके सो द थर्ड फंक्शन इज पार्टीज प्ले अ डिसाइसिभ रोल इन मेकिङ लज एउटा देशमा नभए एउटा राज्यमा ओके एउटा स्टेटमा नभए एउटा कन्ट्रीमा कानुन बनाउँदा सबैभन्दा ठुलो ओके इम्पोर्टेन्ट रोल ओके भूमिका कसले निभाउँदो रहेछ पोलिटिकल पार्टिजहरूले हेर्नुहोस् किनकि तपाईँको लेजिस्लेटिभ एक्जिक्युटिभ र जुडिसियरी त तपाईँलाई याद छ नि होइन हरिजोनल फर्म अफ पावर सेयरिङ होइन गभर्मेन्ट सो लेजिस्लेचरले कानुन बनाउँछ भने चाहिँ लेजिस्लेचरमा कौन छ भन्नुहोस् त मेम्बर अफ पार्लियामेन्ट नभए मेम्बर अफ लेजिस्लेटिभ एसेम्ब्ली लोकसभामा नभए राज्यसभामा एमपी भयो होइन अनि तपाईँको स्टेट लेजिस्लेटिभ एसेम्ब्ली नभए विधानसभामा मेम्बर अफ लेजिस्लेटिभ एसेम्ब्ली नभए एमएलए विधायक भनिन्छ नि होइन उहाँहरू हुनुहुन्छ ओके सो दे आर अ पार्ट अफ पोलिटिकल पार्टी कुनै न एमपी त कुनै न कुनै पोलिटिकल पार्टीकै तपाईँको एउटा हिस्सा हुन्छ होइन मेम्बर हुन्छ नभए विधानसभामा जो एमएलए छ ऊ पनि त कुनै न कुनै पोलिटिकल पार्टीको एउटा मेम्बर हुन्छ सो कुनै पनि देशमा नभए स्टेटमा ओके तपाईँको कानुन बनाउँदा सबभन्दा इम्पोर्टेन्ट रोल चाहिँ तपाईँको कसको हुन्छ पोलिटिकल पार्टिजको हुन्छ ओके द फोर्थ फङ्सन पार्टिज फर्म एन्ड रन गभर्मेन्ट अब पार्टिजहरू चुनाव लड्छ चुनाव लडिसकेपछि उनीहरूले चुनाव जित्यो भने उनीहरूले सरकार बनाउँछ अनि उनीहरूले सरकारलाई चलाउँछ भने ओके बिग पोलिसी डिसिजन्स आर टेकन बाई पोलिटिकल एक्जिक्युटिभ अब पोलिटिकल एक्जिक्युटिभ भने के हो पढेको होइन पहिला क्लास 9मा राइट पोलिटिकल एक्जिक्युटिभ भनेको मिनिस्टर्स प्राइम मिनिस्टर्स चिफ मिनिस्टर्सहरू होइन ओके द्याट कम्स फ्रम द पोलिटिकल पार्टिज सो जति पनि डिसिजन्सहरू हुन्छ त्यो डिसिजन ओके तब त्यो डिसिजन लिने मान्छे मेजर डिसिजन कसको चल्छ अरे तपाईँको पोलिटिकल एक्जिक्युटिभको चल्छ अरे ओके सो पार्टिज रिक्रुट लिडर्स ट्रेन देम एन्ड देन मेक देम मिनिस्टर्स पार्टिजहरूले लिडर्सलाई चुज गर्छ यो मान्छेले लिड गर्नु सक्ने रहेछ एकदमै काबिल रहेछ एबल रहेछ राइट उनीहरूलाई पार्टीको मेम्बर बनाउँछ उनीहरूलाई ट्रेनिङ दिन्छ उनीहरूलाई इलेक्सन लडाउँछ इलेक्सन जितेपछि उनीहरूलाई नै के बनाउँछ मिनिस्टर्स बनाउँछ अनि सरकार चलाउँछ ओके द फिफ्थ फङ्सन इज दोज पार्टिज द्याट लुज इन द इलेक्सन प्ले द रोल अफ अपोजिसन लोकसभामा 543 सिट छ 300वटा सिट पार्टी एले जित्यो अरे राइट त्यही हो भनेपछि 243 सिट्स आर स्टिल देयर राइट उनीहरूले त तपाईँको जितेन नि त इलेक्सन भनेपछि उनीहरूले चाहिँ अब 243 जना एमपिजले चाहिँ दे प्ले द रोल अफ अपोजिसन अपोजिसनको एकदमै इम्पोर्टेन्ट भूमिका चाहिँ अपोजिसन तपाईँको एउटा तपाईँको पोलिटिक्समा नभए देशको तपाईँको एउटा देशमा ओके तपाईँको अपोजिसन पार्टीको एकदमै इम्पोर्टेन्ट रोल छ किनकि रुलिङ गभर्मेन्टलाई चेक गर्ने तपाईँको कुनै पनि उनीहरूको मिस्टेक्स हुँदैछ नि उनीहरूलाई सही बनाउनु पर्छ भन्ने चाहिँ तपाईँको अपोजिसन पार्टी नै हुन्छ ओके सो टु द पार्टिज इन पावर बाई भोइसिङ डिफ्रेन्ट भ्युज एन्ड क्रिटिसाइजिङ गभर्मेन्ट फर इट्स फेलियर्स अर रङ पोलिसिस यदि सरकारले तपाईँको गलत तपाईँको निर्णय लियो अरे डिसिजन्स लियो अरे गलत तपाईँको नीति बनायो पोलिसी बनायो गलत कानुन बनायो अरे जसले गर्दा तपाईँको देशको जनताले तपाईँको दुःख भोग्नु पर्दैछ यतिखेर तपाईँको त्यो देशको जनताको आवाज बनिदिन्छ अपोजिसन पार्टिज बुझ्नुभयो ओके अब हामी सिक्स्थ फङ्सनको कुरा गरौँ पार्टिज सेप पब्लिक ओपिनियन जस्तै तपाईँको फार्मर्सहरूको तपाईँको ठुलो के भयो एउटा तपाईँको उनीहरूको ग्रिभेन्सेस थियो भनौँ न होइन तपाईँको कुनै कानुनलाई लिएर उनीहरूको ग्रिभेन्सेस थियो अरे ओके सो यो ग्रिभेन्सेस तपाईँकोलाई सरकारको कानसम्म पुर्याउने ओके यो काम गर्छ पोलिटिकल पार्टिजहरूले ओके सो पोलिटिकल पार्टिजहरूले र्याली अर्गनाइज गर्छ होइन तपाईँको पिटिसन्सहरू साइन गराउँछ ओके तपाईँको धर्ना बस्छ प्रोटेस्ट गर्छ ओके गभर्मेन्टलाई के गराउँछ प्रेसर ग्रुप्सको थ्रुबाट बुझेन ओके सो गभर्मेन्टले उनीहरूको कुरा सुनिदियोस् यो कुरालाई लिएर नभए यो कानुन यो नियमलाई के गरिदिनुहोस् मोडिफाई गरिदिनुहोस् नभए चेन्ज गरिदिनुहोस् या बन्द गरिदिनुहोस् किनकि यसले गर्दाखेरि कसै न कसैले तपाईँको देशमा दुःख पाउँदैछ भनेर ओके सो जनताको तपाईँको भोइसलाई ओके तपाईँको सेप दिन्छ नभए आकार दिन्छ कसले तपाईँको पोलिटिकल पार्टिजहरूले ओके सेभेन्थ फङ्सन छ तपाईँको पार्टिज प्रोभाइड पिपल एक्सेस टु गभर्मेन्ट मेसिनरी एन्ड वेलफेयर स्किम्स
लेट्स टेक फर इक्जाम्पल कुनै पनि एउटा जग्गामा तपाईँ एकदमै गरिब ओके गरिब फ्यामिली छ अरे ओके सो उनीहरूले उनीहरूको नानी पढाउन एकदमै दुःख परिराखेको छ अरे ओके दे आर ए सिटिजन अफ द्याट पर्टिकुलर स्टेट अरे सो उनीहरूले अब अफिसरकोमा गएर एउटा सेक्रेटरी राइट सेक्रेटरी नभए जोइन्ट सेक्रेटरी डाइरेक्टर होइन तपाईँको अन्डर सेक्रेटरीकोमा गएर भन्नु यो कुरा भन्नु उनीहरूलाई तपाईँको कम्फर्टेबल हुन्छ कि उनीहरूले आफ्नो कन्स्टिट्युएन्सीको तपाईँको एमएलएलाई भन्नु कम्फर्टेबल हुन्छ पार्टीको लिडरलाई अब अभियसली उनीहरू गएर पार्टीको लिडरलाई के गर्छ तपाईँ आफ्नो दुःख आफ्नो गुनासो बुझाउँछ अनि त्यही पार्टीको लिडरले त्यही पार्टीले तपाईँ के गर्छ उसलाई वेलफेयर स्किम जस्तै छ त अन्त किन दुःख मान्छौ तिम्रो छोरीलाई म स्कलरसिप दिन्छु तपाईँको छोरी एकदमै पढ्नुमा राम्रो रहेछ पढ्नु इच्छा गर्दो रहेछ तपाईँले तपाईँको दुर्भाग्यवश तपाईँले पढ्न सक्नुभएको छैन रहेछ नसुर्ताउनुहोस् राइट गभर्मेन्टको स्किम छ वेलफेयर स्किम छ ओके त्यसको अन्तर्गत तपाईँको छोरीलाई एकदमै 100% स्कलरसिप दिएर हामी पढाइदिन्छौँ ओके सो तपाईँको पार्टिसले एउटा तपाईँको एउटा माध्यम बनिन्छ एउटा मिडियम हुन्छ जसको थ्रुबाट तपाईँको एउटा तपाईँको आम ओके तपाईँको जनता नभए आम मानिसले के गर्नु सक्छ सरकारको स्किम्सहरूमाथि के गर्नु सक्छ तपाईँको एक्सेस पाउनु सक्छ ओके सो दिज आर दि फङ्सन्स अफ पोलिटिकल पार्टी 7 फङ्सन्स 7वटा एकदमै इम्पोर्टेन्ट छ ल ओके दिस इज आवर लोकसभा लेजिस्लेटिभ नभए लेजिस्लेचरको एउटा इक्जाम्पल हो 543 जना मेम्बर्स हुनुहुन्छ उहाँ हुनुहुन्छ स्पिकर जसले तपाईँको यो हाउसलाई के गर्नुहुन्छ प्रिसाइड गर्नुहुन्छ ओके यहीँनिर तपाईँको अपोजिसन पनि बस्नुहुन्छ अनि रुलिङ पनि बस्नुहुन्छ ओके लास्ट अब हेर्नुहोस् जब पनि तपाईँहरूले राइट जब पनि पोलिटिकल पार्टिज होइन तपाईँको पोलिटिक्सको बारेमा तपाईँको के सुझाव छ भन्दाखेरि तपाईँको आई डोन्ट लाइक पोलिटिक्स इज अ डर्टी गेम भनेर भन्छ धेरैले तर होइन देश सुधार्नु छ भने राम्रो सोच विचार राख्ने मान्छेहरूलाई राजनीतिमा हिस्सा लिनु नै पर्छ राजनीतिमा तपाईँको पार्टिसिपेट गर्नु नै पर्छ यदि देशलाई सुधार्नु चाहनुहुन्छ भने ओके सो पोलिटिकल पार्टिज धेरैले तपाईँ नकारात्मक रूपले हेर्छ पोलिटिकल पार्टिज नराम्रो तपाईँको एउटा नजरले हेर्छ मन पर्दैन किनकि पोलिटिक्स भनेको तपाईँको जिन्दाबादमा नै सीमित छैन नि त बुझ्नुभयो ओके सो पोलिटिकल पार्टिजको इम्पोर्टेन्स के छ त फर्स्टमा हामीले बुझौँ यदि यस्तो खालको सिचुएसनले इमेजिन गरौँ जहाँ पोलिटिकल पार्टिज छैन ओके सो हरेक किनकि हेर्नुहोस् है कुनै पनि कन्स्टिट्युएन्सीबाट एउटा क्यान्डिडेट कन्टेस्ट गर्दैछ भने ऊ कुनै न कुनै पोलिटिकल पार्टिजबाट बिलङ गर्छ ओके तर आज एउटा क्यान्डिडेट यस्तो हुन्छ जो चाहिँ कुनै पोलिटिकल पार्टिजमा बिलङ गर्दैन उसलाई इन्डिपेन्डेन्ट क्यान्डिडेट भन्छ ओके हेर्नुहोस् एभ्री क्यान्डिडेट इन द इलेक्सन विल बी इन्डिपेन्डेन्ट त्यसलाई ठिकै छ त अन्त पार्टी हुँदैन ढुक्कै हुन्छ भनेर भन्छ ओके फर इक्जाम्पल सिक्किममा 32वटा कन्स्टिट्युएन्सी छ 32वटा कन्स्टिट्युएन्सीमा इन्डिपेन्डेन्ट क्यान्डिडेट भयो कुनै पार्टीमा बिलङ नगर्ने भयो अब हेर्नुहोस् गान्तोकको तपाईँको क्यान्डिडेटले जसले जित्यो उसले त गान्तोकको लागि मात्रै सोच्छ नि त होइन र उसले अर्को कन्स्टिट्युएन्सीको लागि सोच्छ होला सोच्दैन हरेक 32वटा कन्स्टिट्युएन्सीको मान्छेले आफ्नै कन्स्टिट्युएन्सीको बारेमा मात्रै सोच्छ डल्लै सिक्किमको बारेमा सोच्ने ओके एउटा युनिफाइड म्यानरमा सोच्ने कोही पनि हुँदैन फर इक्जाम्पल स्कुलमा हरेक क्लास टिचरले आफ्नो क्लासको बारेमा त सोच्छ नि त तर डल्लै स्कुलको डेभलपमेन्टको लागि होइन कसले सोच्छ प्रिन्सिपलले हो पोलिटिकल पार्टिजलाई प्रिन्सिपल नै सम्झिनुहोस् एउटा स्कुलमा टिचर मात्रै भएर हुँदैन प्रिन्सिपल पनि हुनु एकदमै जरुरी छ ओके सो यसैले गर्दाखेरि यदि सबैजना इन्डिपेन्डेन्ट भयो भने कन्स्टिट्युएन्सीको लागि त सोच्छ होला तर तपाईँको देशको लागि सोचिदिने कोही पनि हुँदैन राज्यको लागि सोचिदिने कोही पनि हुँदैन ओके सो इलेक्टेड रिप्रेजेन्टेटिभ्स विल बी अकाउन्टेबल टु द कन्स्टिट्युएन्सी फर वाट दे डु इन द लोकालिटी बट नो वान विल बी रेस्पोन्सिबल फर हाउ द कन्ट्री विल बी रन देश कसरी चल्ने हो अर्को देशसँग को जाने त बोल्नु अर्को देशसँग सम्बन्ध डिप्लोमेटिक रिलेसन राख्नु को जाने त को बोलिदिने एउटा देशको बिहाफमा को हुन्छ त देशको रिप्रेजेन्टेटिभ 32 जना त जानु सक्दैन नि त राइट सो चाहिन्छै जान्छ पोलिटिकल पार्टिज हामीलाई ओके बुझ्नुहोस् है सोसाइटी बिस्तारै पहिला त सोसाइटी सिम्पल थियो त्यस्तो कम्प्लेक्स थिएन सोसाइटी एकदमै सानो थियो राइट सानो कुरामा हाम्रो सबै कुरा सीमित थियो मान्छेको धेरै ठुलो सोचाइहरू राख्थेन त्यतिखेर जस्तो सोसाइटी ठुलो हुँदै गयो कम्प्लेक्स हुँदै गयो राइट तपाईँको एकदमै ठुलो हुँदै गयो सो डिफ्रेन्ट भ्युजहरू राख्ने मान्छे राइट सबैजनाले आफ्नो ओपिनियन आफ्नै तपाईँको भ्युजहरू राख्नु थाल्यो ओके दे निडेड सम वेज टु ब्रिङ भेरियस रिप्रेजेन्टेटिभ्स टुगेदर सो द्याट अ रेस्पोन्सिबल गभर्मेन्ट कुड बी फर्म सबैको भ्युजलाई नभए मेजोरिटीको भ्युज डिफ्रेन्ट भ्युजलाई राइट तपाईँको पुरा गरिदिने त्यसको आधारमा कानुन बनाउने पोलिसी बनाउने त्यस्तो मान्छे चाहिएको थियो समाजलाई ओके सो लेट्स से XYZ ओके XYZ को भ्युज राख्ने एउटा मान्छे छ अरे
ABCD को भ्युज राख्ने एउटा मान्छे छ अरे। सो भने चाहिँ समाजलाई के चाहिएको थियो, ग्रुप अफ पिपल चाहिएको थियो नि त, जसले तपाईँको के गर्छ, तपाईँको सबै प्रकारको भ्युजलाई रिप्रेजेन्ट गर्छ, सोसाइटीको डिफ्रेन्ट भ्युजहरूलाई रिप्रेजेन्ट गर्छ। अनि यही प्रकारले तपाईँको पोलिटिकल पार्टिजले पनि के गर्यो, डिफ्रेन्ट सिमिलर भ्युज राख्ने मान्छेलाई एकत्र गर्यो, राइट। अनि उनीहरूले के बनायो, पोलिटिकल पार्टिज बनायो कि भनेन। सो यो समाजको यो एउटा तपाईँको निड थियो, एउटा जरुरत थियो कि हाम्रो डिफ्रेन्ट ओपिनियन्सहरूलाई र तपाईँको एकजुट पारेर कसैले तपाईँको के गरिदियोस्, त्यसलाई के गरिदियो, त्यसको लागि पोलिसी बनाइदियोस्, कानुन बनाइदियोस्। ओके, सो यो जरुरतकोले पुरा गर्यो पोलिटिकल पार्टिजले। ओके, सो यहाँसम्म डाउट क्लियर छैन? ओके, लेट्स मुभ अहेड। सो सुनो स्टुडेन्ट्स, नेसेसिटी अफ पोलिटिकल पार्टिज त हामीले पढिसक्यौँ है। अब पोलिटिकल पार्टिज हामीलाई किन जरुरी रहेछ त्यो हामीले पढिसक्यौँ। अब हामीले पढ्नुपर्ने हुन्छ कतिवटा पोलिटिकल पार्टिज हाम्रो लागि ठिक हुन्छ। हाउ मेनी पार्टिज सुड वी हेभ? ओके, इन अ डेमोक्रेसी एनी ग्रुप अफ सिटिजन्स इज फ्री टु फर्म अ पोलिटिकल पार्टी। भारतको कन्स्टिट्युसनले, भारतको संविधानले हरेक भारतको नागरिकलाई ओके एउटा अधिकार दिएको छ। ओके, उसले कुनै पनि प्रकारको पोलिटिकल पार्टिज खोल्नु सक्छ। बुझेन? ओके, सो इन दिस फर्मल सेन्स देयर आर लार्ज नम्बर अफ पोलिटिकल पार्टिज इन इच कन्ट्री। यही अधिकारले गर्दा, संविधानको यही तपाईँको अधिकारले गर्दा जो भारतको हरेक नागरिकले पाएको छ, भारतमा एकदमै धेरै मात्रामा पोलिटिकल पार्टिज छ अरे। ओके, सो मोर देन 750 पार्टिज आर रेजिस्टर्ड विथ द इलेक्सन कमिसन अफ इन्डिया। अब इलेक्सन कमिसन अफ इन्डिया भने के हो त? इलेक्सन कमिसन अफ इन्डिया इज द एपेक्स बडी, इज एन इन्डिपेन्डेन्ट बडी। ओके, जसलाई कन्स्टिट्युसनल पावर्स छ। ओके, सो उसले भारतमा जेनरल इलेक्सन्सहरू के गर्छ, कन्डक्ट गराउँछ। सो रेजिस्ट्रेसन पनि पोलिटिकल पार्टिजको इलेक्सन कमिसन अफ इन्डियामै हुन्छ। इलेक्सन कमिसन अफ इन्डियामा फिलहाल चाहिँ 750 नभए 750 पार्टिज आर रेजिस्टर्ड। ओके, सो बट नट अफ अल अफ दिस पार्टिज आर सिरियस कन्टेन्डर्स। सबै पार्टिज खोल्छ, तर सबैजनाले म सरकार बनाउँछु, म जित्छु भनेर खोल्दैन नि त। ओके, युजली ओन्ली ह्यान्डफुल अफ पार्टिज आर इफेक्टिभली इन द रेस टु विन द इलेक्सन। सो केही मुठ्ठीभर पार्टी मात्रै भनेपछि केही फ्यु नम्बर्स अफ पार्टिज मात्रै सिरियसली इलेक्सन कन्टेस्ट गर्छ अरे। ओके, अनि उनीहरूले सरकार बनाउनु खोज्छ अरे। ओके, सो इन सम कन्ट्रिज ओन्ली वान पार्टी इज अलाउड टु कन्ट्रोल एन्ड रन द गभर्मेन्ट। यस्तो खालको देशमा चाहिँ तपाईँको पार्टी सिस्टमलाई चाहिँ वान पार्टी सिस्टम भन्छ। कुनै यस्तो देश छ जहाँनिर केवल एउटै पार्टी मात्रै तपाईँको छ। ओके, अरू पार्टी त्यहाँनिर लिगल छैन, अरू पार्टीले कम्पिट गर्नु पाउँदैन, इलेक्सन कन्टेस्ट गर्नु सक्दैन, पार्टी बनाउनै पाउँदैन। ओके, त्यस्तो देशलाई चाहिँ तपाईँको वान पार्टी सिस्टम भनिन्छ अरे। इक्जाम्पल इज रसिया एन्ड चाइना। ल, सो के वान पार्टी सिस्टम भारतमा पनि लागू हुनुपर्ने हो? के वान पार्टी सिस्टम हाम्रो लागि राम्रो हो? नो, किनकि वान पार्टी सिस्टम इज नट डेमोक्रेटिक। एउटा लोकतान्त्रिक देशमा जनताले तपाईँको दे हेभ टु गेट दि फ्रिडम टु चुज। उनीहरूकोमा तपाईँको चोइसेस हुनुपर्छ। मलाई यो पार्टीको पोलिसी मन परेन भने म यो पार्टीलाई भोट दिएर जिताउँछु, यसको पनि पोलिसिस मन परेन भने म यो पार्टीलाई भोट दिएर जिताउँछु। यो तपाईँको एउटा फ्रिडम ओके चाहिँ तपाईँको जनताकोमा हुनुपर्छ। वान पार्टी सिस्टममा यो प्रकारको फ्रिडम जनताकोमा हुँदैन। त्यसैले गर्दाखेरि वान पार्टी सिस्टम इज नट आइडियल फर एनी कन्ट्री भनौँ न। ओके, एनी डेमोक्रेटिक सिस्टम मस्ट अलाउ एटलिस्ट 2 पार्टिज टु कम्पिट। एटलिस्ट दुईवटा पार्टी हुनु पऱ्यो नि त। एउटा पार्टी मन परेन भने अर्कोलाई भोट दिन्छु भन्ने, तर त्यो वान पार्टी सिस्टममा त्यो पनि हुँदैन। इन सम कन्ट्रिज पावर युजली चेन्जेस बिट्विन टु मेजर पार्टिज। कुनै देश यस्तो छ अरे फेरि जहाँ चाहिँ तपाईँको दुईटै पार्टीको बिच मात्रै पावर चेन्ज भइबस्छ अरे। फर इक्जाम्पल युएसए, रिपब्लिकन एन्ड डेमोक्रेटिक पार्टी, राइट। सो या त रिपब्लिकन पावरमा आउँछ या त डेमोक्रेटिक पावरमा आउँछ। सो यो प्रकारको पार्टी सिस्टमलाई चाहिँ टु पार्टी सिस्टम भन्छ। वान पार्टी सिस्टम भनेको जहाँ केवल एउटा मात्रै पार्टी तपाईँको हुनु पाउँछ। टु पार्टी सिस्टम भनेको जहाँ दुईटै पार्टी मात्रै पावरमा आउने चान्सेस हुन्छ। ओके, सो सच पार्टी सिस्टम इज कल्ड टु पार्टी सिस्टम। अनि तपाईँको यसको इक्जाम्पल चाहिँ कुन कुन कन्ट्री हो भन्दाखेरि एउटा छ युएसए, युनाइटेड स्टेट्स अफ अमेरिका, अनि अर्को छ तपाईँको ब्रिटेन नभए युनाइटेड किङडम अफ ग्रेट ब्रिटेन। ल, बुझ्यो नि कति पार्टी सिस्टम रहेछ संसारमा? 3 प्रकारको। ओके, वान पार्टी सिस्टम, टु पार्टी सिस्टम, अनि अब चाहिँ तपाईँको मल्टी पार्टी सिस्टम हुन्छ। ओके, सो इफ सेभरल पार्टिज कम्पिट फर पावर मोर देन 2 पार्टिज हेभ अ रिजनेबल चान्स टु फर्म गभर्मेन्ट। यदि तपाईँको 2 भन्दा धेरै पार्टिजहरू इलेक्सन कन्टेस्ट गर्दैछ अनि दुईटा मात्रै होइन 2 भन्दा ज्यादा पार्टीको चान्सेस छ इलेक्सन जित्ने, सरकार बनाउने। ओके, यस्तो पार्टी सिस्टमलाई चाहिँ तपाईँको मल्टी पार्टी सिस्टम भन्छ। के भन्छ अरे? मल्टी पार्टी सिस्टम। अब हेर्नुहोस् है, पावरमा त केवल एउटै पार्टी मात्रै आउँछ नि त। ओके, मैले भन्दैछु इन्डियामा पार्टी एक्स पार्टी, अब यो पार्टी एक्स मात्रै भएको छ वान पार्टी सिस्टम। जहाँनिर पार्टी एक्स र वाई छ दुईटामा कुनै पनि एकजना पावरमा आउनु सक्छ, त्यो टु पार्टी सिस्टम। पार्टी एक्स, पार्टी वाई, जेड, पार्टी ए,
पार्टी बी। ओके, यो प्रकारको धेरै पार्टी छ, दुईटा भन्दा धेरै पार्टी छ। अनि तपाईको एक्स को पनि जित्ने चान्सेस छ, वाई को पनि जित्ने चान्सेस छ, जेड को, ए को पनि, बी को पनि जित्ने चान्सेस छ। कुनै पनि एकजनाको जित्ने चान्सेस छ धेरै पार्टीहरूको बिचमा। यस्तो पार्टी सिस्टमलाई चाहिँ मल्टी पार्टी सिस्टम भनिन्छ। ओके, दस इन इन्डिया वी हेभ अ मल्टी पार्टी सिस्टम। हाम्रो भारतमा हाम्रोमा के छ अरे मल्टी पार्टी सिस्टम। हाम्रोमा दुईटा मात्रै हैन, हाम्रोमा एउटा मात्रै, हाम्रोमा धेरै प्रकारको पार्टी सिस्टम छ। किन तपाईलाई थाहा छ? किन चाहिँ चाइनामा एउटा मात्रै पार्टी सिस्टम छ? किन रसियामा एउटा मात्रै पार्टी सिस्टम छ? ठुल्ठुलो देशहरूमा किन युएसए मा दुईटा पार्टी सिस्टम मात्रै छ? किन ब्रिटेनमा तपाईको दुईटा पार्टी सिस्टम मात्रै छ? तर जबकि हाम्रो भारतमा मल्टी पार्टी सिस्टम छ। किनकि भारत सरकारले भारतको संविधान बनाउने जो व्यक्तिहरू हुनुहुन्थ्यो, ओके, उनीहरूले भारतको हरेक तपाईको कम्युनिटिजहरुको, हरेक एथनिक ग्रुप्सहरुको, ओके, इच्छा, आकांक्षा, हैन, एस्पिरेशन्स, निड्स, ओके, तपाईको उनीहरुकै मान्छेले मात्रै फुलफिल गर्न सक्छ, उनीहरुको रिजनल लिडरले फुलफिल गर्न सक्छ, उनीहरुको तपाईको क्षेत्रीय तपाईको लिडर्सहरुले मात्रै तपाईको के गर्न सक्छ, फुलफिल गर्न सक्छ भनेर नै तपाईको भारतमा चाहिँ तपाईको हाम्रो डाइभर्सिटीलाई रिप्रेजेन्ट गरेर नै तपाईको धेरै प्रकारको पार्टीजहरु इमर्ज भएर आयो। ओके, when several parties in a multi-party system join hands for the purpose of contesting elections and winning power, it is called alliance or front. अब हेर्नु alliance केलाई भन्छ? पार्टी एक्स, पार्टी वाई, पार्टी जेड, पार्टी ए र पार्टी बी। ओके, पार्टी बी, यिनीहरु सबै मिलेर, ओके, यिनीहरु सबै चाहिँ एउटा टिम भएर के गरेर तपाईको इलेक्सनमा तपाईको भाग लियो रे, कम्पिट गर्यो। ओके, सो कम्पिट गरेर अनि यिनीहरु सबैले टोटलमा 1 2 3 4 5 वटा पार्टीले टोटलमा 300 सिट जित्यो रे। कति सिट्स? 300 सिट्स। कहाँ? लोकसभामा। ओके, सो 300 सिट जित्यो। अब क्लियरली 543 मा 300 त मेजोरिटी हो भनेपछि अब यिनीहरुले गभर्नमेन्ट फर्म गर्छ। तर के पार्टी एक्स को गभर्नमेन्ट भन्नु मिल्छ? नो, अलायन्स हो, यो टिम हो। ओके, सो यसलाई के भन्छ? अलायन्स भन्छ। के भन्छ अरे? अलायन्स भन्छ। अनि यो अलायन्सले जे पनि नाम दिनु सक्छ अलायन्सलाई। नेशनल डेमोक्रेटिक अलायन्स पनि दिनु सक्छ, इन्डिया अलायन्स पनि दिनु सक्छ, ओके, ग्रान्ड अलायन्स भनेर पनि दिनु सक्छ, जे पनि दिनु सक्छ आफ्नो टिमलाई। ओके, कोअलिसन गभर्नमेन्ट फर्म गर्छ यिनीहरुले। के गर्छ? कोअलिसन गभर्नमेन्ट। व्हेन टू or more parties come together, okay, contest elections and form government at the center jointly, okay, they are known as coalition government. अब किन यस्तो गर्यो? किनकि अब चाहिँ यति सारो पार्टीजहरु आएको छ, हरेक स्टेटमा आफ्नो आफ्नै तपाईको पार्टीजहरु आएको छ। सिक्किमलाई रिप्रेजेन्ट गराउने तपाईको एसकेएम छ, एसडीएफ छ, हैन, तपाईको अरु धेरै पार्टीजहरु छ। ओके, सो त्यसैले गर्दाखेरि कांग्रेसहरु जस्तो पार्टी, बीजेपी जस्तो पार्टीलाई तपाईको सेन्ट्रलको जो नेशनल पार्टी छ यिनीहरुले तपाईको सारा देशभरि तपाईको जित्नु सारो पर्यो। ओके, त्यसैले गर्दाखेरि यिनीहरुले सानो सानो पार्टीजहरुसँग मिलेर के बनाउँछ? अलायन्स बनाउँछ। के बनाउँछ अरे? अलायन्स बनाउँछ। केन्द्रमा सरकार बनाउनु नभए सेन्टरमा गभर्नमेन्ट फर्म गर्नु। बुझ्नुभयो? ओके, सो फर इक्जाम्पल इन्डिया देयर वर 3 सच मेजर अलायन्स। सो एउटा छ एनडीए। ओके, सो इन्डियामा तपाईको एनडीए छ। एनडीए भनेको तपाईको नेशनल डेमोक्रेटिक अलायन्स, अहिले बीजेपीले लिड गरिरहेछ हैन, अहिले करेन्टली तपाईको एनडीए को सरकार छ नि त सेन्टरमा। ओके, अर्को छ यूपीए। यूपीए को तपाईको पहिला युनाइटेड प्रोग्रेसिभ अलायन्स, यसलाई कांग्रेसले लिड गरेको थियो। अहिले चाहिँ यूपीए को नाम चेन्ज भएर तपाईको इन्डिया नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स नभए इन्डी अलायन्स नभए इन्डिया भन्छ। के भन्छ? इन्डिया भन्छ। ओके, अर्को छ लेफ्ट फ्रन्ट। ओके, सो तीनटा मेजर अलायन्स छ इन्डियामा। ओके, सो अब हाउ मेनी पार्टी शुड वी हेभ पनि बुझ्यौं हामीले। 1 पार्टी सिस्टम, 2 पार्टी सिस्टम, मल्टी पार्टी सिस्टम। ओके, अब कुन चाहिँ पार्टी चाहिँ बेस्ट हुने रहेछ? ओके, कुन चाहिँ पार्टी सिस्टम चाहिँ बेटर रहेछ त? यो क्वेशनको एन्सर चाहिँ कसैले पनि दिन सक्दैन। इन्डियाको लागि 1 पार्टी सिस्टम बेस्ट हो यो कसैले भन्न सक्दैन, यो सक्सेसफुल हुनु पनि सक्दैन ल। सो द क्वेशन इज परहैप्स नट अ गुड वन एज दिस डिपेन्ड्स अपन हाउ द कन्ट्री हैज इभल्भ। तपाईको देश, तपाईको राज्य कुन प्रकारले तपाईको इभोल्भ भएर आएको छ, कुन प्रकारले बन्नेर आएको छ, तपाईको राज्यको इतिहास कस्तो छ, मान्छे कुन प्रकारले बसेको थियो, एकअर्कासँग मिलेर बसेको थियो कि उनीहरूको सोच विचार कस्तो थियो, त्यो सबै कुराले डिसाइड गर्छ तपाईको देशमा, तपाईको कन्ट्रीमा कुन प्रकारको पार्टी सिस्टम हुन्छ भनेर। त्यसैले गर्दा यस्तो क्वेशन चाहिँ यो चाहिँ के भने इट इज नट अ गुड वान। ओके, तर तपाईको देश कुन प्रकारले इभोल्भ भएर आएको छ त्यसमा तपाईको डिपेन्ड हुन्छ तपाईको कन्ट्रीमा यो हुन्छ कि यो हुन्छ कि यो हुन्छ। ओके, फर इक्जाम्पल each country has developed a party system that is conditioned by its special circumstance। तपाईको देश कुन प्रकारले बन्नेर आयो, कुन प्रकारले इभोल्भ भयो त्यसकै आधारमा तपाईको कन्ट्रीमा पनि पार्टी सिस्टम तपाईको लागू भएर आएको छ। ओके, फलो भएर आएको छ। फर इक्जाम्पल इफ इंडिया has evolved a multi party system it is because the social and geographical diversity in such a large country is not easily absorbed by 2 or even 3 parties। भारतको जियोग्राफी नै यति डाइभर्स छ, हिल्स छ, प्लेट्युज छ, प्लेन्स छ, कोस्टल प्लेन्स छ, तपाईको नर्दर्न प्लेन्सहरु छ हैन, तपाईको
कोल्ड डेजर्ट छ, हट डेजर्ट छ, राइट? यो सबै प्रकारको जोग्राफिकल डाइभर्सिटी भन्छ यसलाई, होइन? तपाईँको एकदमै वेटल्यान्ड्सहरू छ, होइन? तपाईँको जहाँ रिभर बगिबस्छ, कोही जग्गामा तपाईँको रिभरै ज्यादा बग्दैन, कोही जग्गामा पानी परिबस्छ, कोही जग्गामा पानी पर्दैन, जोग्राफिकल डाइभर्सिटी छ। अनि तपाईँको कल्चरल र सोसियल डाइभर्सिटी पनि छ, मान्छे धनी पनि छ, गरिब पनि छ, फिमेलहरू पनि छ, वुमेन्सहरू पनि छ, राइट? तपाईँको पिजेन्ट्स, पुवर पिजेन्ट्स छ, रिच पिजेन्ट्स पनि छ, मार्जिनल फार्मर्सहरू पनि छ। सो यो प्रकारको सोसियल डाइभर्सिटी र जोग्राफिकल डाइभर्सिटीले कुनै एउटा नभए दुईवटा नभए इनफ्याक्ट तीनटा पार्टीले पनि तपाईँको सबैको एस्पिरेसनलाई पुरा गर्नु सक्दैन। त्यसैले गर्दाखेरि भारतले कस्तो खालको पार्टी सिस्टम अप्नायो? मल्टी पार्टी। अब गरिबहरूको लागि रिप्रेजेन्ट गर्ने कुनै पार्टी एक्स, पार्टी वाई आयो, राइट? पुवर पिजेन्ट्सको लागि तपाईँको रिप्रेजेन्ट गर्ने पार्टी ए या पार्टी बी आयो, राइट? फिमेलहरूलाई हामी सशक्ति एम्पावर गर्छौँ भनेर अर्कै पार्टीहरू आयो। यो प्रकारले तपाईँको इन्डियामा ओके धेरै तपाईँको सेक्सन अफ द सोसाइटीको एस्पिरेसन फुलफिल गर्नु लागि ओके धेरै पार्टिजहरू इभल्भ हुँदै आयो। त्यसैले गर्दा हाम्रो देश भारतले पनि मल्टी पार्टी सिस्टमलाई फलो गर्नु थाल्यो। क्लियर? नो सिस्टम इज आइडल फर अल कन्ट्रिज एन्ड अल सिचुएसन्स। नेसनल पार्टिज, अब भारतमा नभए देशको ज्यादातर डेमोक्रेसीमा दुई प्रकारको पार्टिज हुन्छ, एउटा हुन्छ नेसनल पार्टी, एउटा हुन्छ स्टेट पार्टी। ओके, स्टेट पार्टीलाई रिजनल पार्टी पनि भनिन्छ है ल। सो डेमोक्रेसी इज द्याट फलो अफ फेडरल सिस्टम। फेडरल सिस्टम भनेको पावर सेयरिङ हो कि अल ओभर द वर्ल्ड टेन्ड टु हेभ टु काइन्ड्स अफ पोलिटिकल पार्टिज। एउटा पार्टी जो डल्लै देशको लागि काम गर्छ, अर्को पार्टी जो तपाईँको आफ्नो स्टेटको लागि काम गर्छ। देशको लागि काम गर्नेलाई नेसनल पार्टी भन्छ, आफ्नो स्टेटको लागि काम गर्नेलाई स्टेट पार्टी भन्छ। There are some country-wide parties which are called national parties. जो सारा देशमा फैलिएको पार्टी चाहिँ के भन्छ अरे नेसनल पार्टिज। There are parties that have their units in various states, but by and large all these units follow the same policies. तपाईँको नेसनल पार्टी छ अरे, राइट? तपाईँको पार्टी झारखण्डमा पनि छ अरे, बिहारमा पनि छ अरे, उत्तर प्रदेशमा छ अरे, हिमाचल प्रदेशमा छ अरे, आन्ध्र प्रदेशमा छ अरे, अरुणाचल प्रदेशमा छ अरे। ओके, तरै पनि तपाईँको जुन पनि जग्गामा तपाईँको पार्टी फैलोस् सबै तपाईँको पार्टीले एकै प्रकारको के गर्छ अरे तपाईँको पोलिसी फलो गर्छ ल। Every party in the country has to register with the election commission. थाहा छ हामीलाई, हैन? मैले जस्ट एउटा पार्टी खोले त्यहाँदेखि मैले त्यसलाई चलाउनु, मलाई भोट दिनु भन्नु मिल्दैन। मैले पार्टी खोले, मैले अफिसियली गएर इलेक्सन कमिसन अफ इन्डियाकोमा गएर रेजिस्ट्रेसन गर्नुपर्छ त्यो पार्टीको। ओके, while the commission treats all parties equally, it offers some special facilities to large and established parties. हुन त इलेक्सन कमिसनले सबै पार्टीलाई तपाईँको समान प्रकारले के गर्छ तपाईँको ट्रिटमेन्ट गर्छ, हैन? कसै भेदभाव गर्दैन। तर पनि धेरै तपाईँको यस्तो पार्टी छ जो एकदमै ठुलो छ, जो एकदमै पहिलादेखि तपाईँको इस्टाब्लिस्ड भएर आएको पार्टी हो। ओके, यस्तो पार्टिजहरूलाई चाहिँ अलिकति स्पेसल फेसिलिटिज दिन्छ अरे। सो कस्तो स्पेसल फेसिलिटिज? युनिक सिम्बल, यस्तो सिम्बल जो अरू पार्टी कुनै पार्टीकोमा छैन। ओके, अनि द अफिसियल क्यान्डिडेट्स अफ द्याट पार्टी क्यान युज द्याट इलेक्सन सिम्बल। त्यो के भन्छ तपाईँको पार्टी एक्स चाहिँ तपाईँको लेट्स से स्पेसल फेसिलिटिज पाए अरे, उसले एउटा युनिक सिम्बल पाउँछ, त्यो सिम्बल चाहिँ त्यही पार्टीको क्यान्डिडेटले मात्रै युज गर्न सक्छ अरे। ओके, पार्टिज द्याट गेट दिस प्रिभिलेज एन्ड सम अदर स्पेसल फेसिलिटिज आर रिकग्नाइज्ड बाई द इलेक्सन कमिसन फर दिस पर्पज। त्यसैले गर्दा यो पार्टीलाई रिकग्नाइज पार्टी पनि भन्छ। बुझ्नुभयो? ओके, बुझ्नुपर्छ, यस्तो एकदमै इम्पोर्टेन्ट हो हाम्रो। जब तिमीहरू ठुलो भएर जान्छ होइन, त्यतिखेर तिमीलाई यो कुरा सबै काम लाग्छ। एउटा इन्फर्मड सिटिजन हुनु पऱ्यो नि त तिमीहरू, होइन? मैले कसलाई भोट दिँदैछु, होइन? मेरो लागि के ठिक छ, मेरो लागि मात्रै यो डल्लै सोसाइटीको लागि के ठिक छ, कुन पार्टीले हाम्रो एस्पिरेसन फुलफिल गर्नु सक्दो रहेछ, कुन पार्टीले हाम्रो तपाईँको इच्छा आकाङ्क्षा अपेक्षालाई कम्प्लिट तपाईँको फुलफिल गर्नु सक्दो रहेछ, त्यस्तो पार्टीलाई भोट दिन्छु। यो सबै बुझ्नु लागि तपाईँले यो सबै कुराहरू बुझ्नु पऱ्यो नि त, जरुरी छ नि त। ओके, so the election commission has laid down detailed criteria for the proportion of votes and seats that a party must get in order to be a recognized party. कसरी चाहिँ छुट्याउने त यो एउटा चाहिँ स्टेट पार्टी हो, यो एउटा चाहिँ नेसनल पार्टी हो भनेर चाहिँ इलेक्सन कमिसन अफ इन्डियाले ओके कति सिट जित्छौ अनि कति भोट तिमीले पाउँछौ यसको आधारमा चाहिँ नेसनल पार्टी र स्टेट पार्टी छुट्याइदिएको छ अरे। ओके, स्टेट पार्टी बुझौँ। अ पार्टी द्याट सेक्रेट्स एटलिस्ट 6% अफ द टोटल भोट्स इन एन इलेक्सन। स्टेटको इलेक्सनमा जुन पार्टीले तपाईँको टोटल भोटबाट 6% भोट पायो अरे। ओके, अनि तपाईँको त्यही स्टेट लेजिस्लेटिभ एसेम्ब्लीमा एटलिस्ट 2टा सिट जित्यो अरे। कतिवटा? 2टा सिट जित्यो अरे। यस्तो खालको पार्टीलाई मात्रै तपाईँको स्टेट पार्टी भन्छ। के भन्छ? स्टेट पार्टी। हेर्नुहोस्, स्टेट पार्टी भनेको यस्तो पार्टी जसले त्यो स्टेटको इलेक्सनमा 6% तपाईँको भोट जित्यो अनि 2% सिट जित्यो, नभए 2% अरे सरी 2टा सिट जित्यो। ओके, सो यस्तो पार्टीलाई के भन्छ? स्टेट पार्टी भन्छ। फर इक्जाम्पल सिक्किममा चाहिँ सिक्किम क्रान्तिकारी मोर्चा, राइट? अहिले एकदमै तपाईँको पावरमा छ होइन, तपाईँको 2024 मा अल लेट्स से 31 सिट जित्यो, राइट? बादमा तपाईँको एकजना पनि आयो 32 नै भयो होइन। सो बाद अन्त योभन्दा अगाडि थियो एसडिएफ पार्टी।
ओके तपाईँको लङ्गेस्ट सर्भिङ चिफ मिनिस्टर पनि थियो त्यही पार्टीमा हैन ओके सो यो प्रकारको पार्टीलाई स्टेट पार्टी त्यो एउटा छुट्टिन्छ ओके सो अब नेसनल पार्टीको विषयमा बुझौँ ओके सो यस्तो पार्टी जसले लोकसभा इलेक्सनमा 6% भोट जित्छ कसै इलेक्सनमा लोकसभा इलेक्सनमा ओके लोकसभा इलेक्सनले कसलाई इलेक्ट गर्छ मेम्बर अफ पार्लियामेन्ट जो लोकसभामा गएर के गर्छ तपाईँको बस्छ ओके कानुन बनाउँछ सो जुनै पार्टीले लोकसभा इलेक्सनमा 6% भोट हासिल गर्यो ओके नभए कुनै 4टा एसेम्ब्लिजमा ओके नभए कुनै 4टा स्टेट्समा लेट्स से स्टेट ए छ अरे स्टेट एमा लेट्स से 20,000 भोटर्स अरे फर इक्जाम्पल म त ल 20,000 भोटर्स स्टेट बीमा 40,000 भोटर्स अरे स्टेट सीमा 60,000 भोटर्स अरे स्टेट डीमा 10,000 भोटर्स अरे ओके सो स्टेट एमा 6% 6 to 12 भनेपछि तपाईँको कति हुन्छ 20,000 को 6% 1200 बी को 40,000 40,000 को 6% कति हुन्छ 6 4 जा 24 2,400 ओके स्टेट सी मा 60,000 60,000 को 6% कति हुन्छ 3,600 ओके सो स्टेट डी मा 10,000 भोटर्स छ 10,000 भोटर्स को 6% भोट जित्नु भनेको 600 भोट ओके जुन पार्टीले कुनै पनि 4टा स्टेट नभए 4टा स्टेटको एसेम्ब्लीमा 6% तपाईको भोट ओके तपाईको हासिल गर्छ यस्तो पार्टीलाई पनि के भन्छ तपाईको नेशनल पार्टी लेट्स से एसकेएम पार्टीले पंजाबको तपाईको स्टेटमा 6% भोट जित्यो अरे एसकेएम पार्टीले फेरि हिमाचल प्रदेशको तपाईको एसेम्ब्लीमा पनि तपाईको 6% भोट जित्यो अरे आसामको तपाईको एसेम्ब्लीमा नभए स्टेटमा पनि 6% भोट जित्यो अरे ओके अनि तपाईको नागाल्यान्डको स्टेट एसेम्ब्लीमा पनि तपाईको 6% भोट जित्यो भने एसकेएम अब स्टेट पार्टी न अब नेशनल पार्टी हुन सक्छ हुन्छ ओके बुझ्दैछ होला नि हैन सो सिक्किम क्रान्तिकारी मोर्चा जो अहिले सिक्किमको करेन्ट रुलिङ गभर्नमेन्ट छ राइट सो एउटा पार्टी छ रुलिङ ओके जो पावरमा छ सिक्किम क्रान्तिकारी मोर्चा इज एन एक्जाम्पल अफ स्टेट पार्टी अनि इन्डियन नेसनल कांग्रेस ओके चाहिँ तपाईको नेसनल पार्टीको एउटा एक्जाम्पल हो ओके जसको प्रेजेन्स प्रायतर तपाईको एउटा स्टेट भन्दा अरु ज्यादा अरु स्टेटमा पनि छ त्यसैलाई के भन्छ नेसनल पार्टी भन्छ ओके So according to classification, there are 6 recognized national parties. Election Commission of India को आधारमा भारतमा 6 वटा मेजर नेशनल पार्टीज छ अरे ओके फर्स्टमा छ आम आदमी पार्टी एएपी पनि भन्छ ओके कहिले फर्म भएको रहेछ 26 नोभेम्बर 2012 मा फर्म भएको रहेछ 2011 मा एन्टी करप्सन मुभमेन्ट सुरु भएको थियो तपाईलाई थाहा छ कि छैन अब तिमीहरु त सानै थियो ओके सो हामी चाहिँ त्यतिखेर मलाई पनि कता थाहा छ त्यतिखेर एन्टी करप्सन मुभमेन्ट भन्ने सुरु भएको थियो ओके आई थिंक अन्ना हजारेहरु पनि त्यतिखेर थियो त्यो मुभमेन्टमा ओके सो द पार्टी त्यही मुभमेन्टबाट तपाईको इमर्ज भएर आएको रहेछ आम आदमी पार्टी द पार्टी वाज फाउन्डेड अन द आइडिया अफ अकाउन्टेबिलिटी क्लीन एडमिनिस्ट्रेसन ट्रान्सपेरेन्सी एन्ड गुड गभर्नेन्स ओके सरकारले जनतासँग ट्रान्सपेरेन्सी राख्छ एकदम ट्रान्सपेरेन्ट राख्छ हामीले के गर्दैछ पैसा कहाँ हाल्दैछ कहाँबाट आउँदैछ पैसा सबैको विषयमा जानकारी जनताले दिनुपर्छ हामीले यसलाई ट्रान्सपेरेन्सी भन्छ ओके ट्रान्सपेरेन्सी हुनु पर्यो क्लीन एडमिनिस्ट्रेसन करप्सन एकदमै करप्सन मुक्त ओके अकाउन्टेबिलिटी जिम्मेवारी लिनु पर्यो सरकारले कुनै पनि कुरा कामको लागि यो सबै कुराको लागि आम आदमी पार्टी खडा भएको थिएछ ओके जब आम आदमी पार्टी फर्म भयो ओके त्यतिखेर नै आम आदमी पार्टी इमर्ज एज द सेकेन्ड लार्जेस्ट पार्टी इन द दिल्ली लेजिस्लेटिभ एसेम्ब्ली सो डीएलए दिल्ली लेजिस्लेटिभ एसेम्ब्लीमा नभए दिल्ली स्टेटमा नै भनौँ न नभए युनियन टेरिटोरी स्टेटमा ओके सो आम आदमी पार्टी जस्तो फर्म भयो त्यसको अर्को वर्ष नै दिल्लीको सेकेन्ड लार्जेस्ट पार्टी भएर इमर्ज भएपछि धेरै जनताहरूले समर्थन दिएछ आम आदमी पार्टीलाई सपोर्ट दिएछ ओके इट फर्मड गभर्नमेन्ट विथ द सपोर्ट अफ इन्डियन नेसनल कांग्रेस सो त्यहाँदेखि तपाईको आम आदमी पार्टीले इन्डियन नेसनल कांग्रेससँग अलायन्स गर्यो के गर्यो अलायन्स गरेर तपाईको दिल्लीमा उनीहरुको सरकार बनायो कोअलिसन गभर्नमेन्ट बनायो ओके इट अल्सो इमर्ज एज द थर्ड फ्रन्ट इन द पोलिटिक्स अफ गुजरात आफ्टर 2022 गुजरात लेजिस्लेटिभ एसेम्ब्ली इलेक्सन प्रेजेन्टली एएपी फर्म गभर्नमेन्ट इन पंजाब एन्ड दिल्ली इन द लोकसभा इलेक्सन हेल्ड इन 2019 इट सिक्योर्ड one seat इन द लोकसभा सो तपाईको आम आदमी पार्टी अहिले करेन्टली नेसनल पार्टी कसरी भयो किनकि पंजाब लेजिस्लेटिभ एसेम्ब्लीमा पनि आम आदमी पार्टीले के गर्यो तपाईको सिट हासिल गरेको छ
ओके के गरेको छ सिट हासिल गरेको छ पन्जाबमा जित्यो नि त आम आदमी पार्टीले दिल्लीमा पनि उनीहरूको सरकार थियो ओके सो त्यसैले गर्दा दिल्ली र पन्जाबमा उनीहरूले सरकार बनायो यसैले गर्दाखेरि आम आदमी पार्टी एउटा नेसनल तपाईँको पार्टी भएर गयो ओके सो तपाईँको सिम्बल के छ झाडु छ ल यहाँ मैले एउटा कुरा भन्नु बिर्सेछु 6% vote in Lok Sabha election, 6% vote in any 4 states and with at least 4 seats in the Lok Sabha. Okay, अनि लोक सभामा जुन पार्टीको एटलिस्ट 4टा सिट जितेको हुन्छ कतिवटा 4टा सिट जितेको हुन्छ यो सँगै 4टा सिट पनि जित्यो भने ऊ के हुन सक्छ नेसनल पार्टी हुनु सक्छ ओके अर्को छ बहुजन समाज पार्टी बीएसपी भन्छ सो फर्मड इन 1984 अन्डर द लिडरशिप अफ काशीराम ओके एउटा तपाईको सिनियर राइट तपाईको लिडर ओके उसको अन्डरमा तपाईको बहुजन समाज पार्टी के भएको थियो तपाईको फर्म भएको थियो सो बहुजन समाज पार्टीको आइडियोलोजी के छ दलित आदिवासी ओबीसी र रिलिजियस माइनोरिटिजहरुको आवाज बनिदिनु सोसाइटीले दलितहरुलाई तपाईको जस्टिस दिएको छैन हैन तपाईको अन्डर प्रिभिलेज्ड हैन तपाईको आदिवासी हैन यिनीहरुले तपाईको के दिएको छैन न्याय दिएको छैन जस्टिस दिएको छैन ओके उनीहरुको आवाज बनेर हामी उठ्छौं भनेर बीएसपी फर्म भएको ल draws influences from the ideas and teachings of Sahu Maharaj, Mahatma Phule, थाहा छैन ज्योतिबा फुले पेरियार रामस्वामी नायकर हैन उलाई पेरियार पनि भन्थ्यो राइट एन्ड बाबा साहेब अम्बेडकर सबैजना दलित अन्डर प्रिभिलेजहरुको लागि के भएको थियो उनीहरु लडाई गरेको थियो ओके आवाज उठाएको थियो सो उनीहरुको आइडियोलोजी सँग इन्स्पायर भएर बीएसपी खोलेको रे ओके स्ट्यान्ड्स फर द कज अफ सिक्युरिङ द इन्ट्रेस्ट एन्ड वेलफेयर अफ दलित एन्ड अप्रेसिबल दलितहरुको सम्मानको लागि दलितहरुको तपाईको वेलफेयरको लागि हामी के गरेको तपाईको बनेको भनेर भने बीएसपी ले पार्टीको चिन्ह छ एलिफेन्ट अब अर्को नेशनल पार्टीको विषयमा हामी पढ्न गइरहेका छौं पार्टीको नाम छ भारतीय जनता पार्टी ओके सो भारतीय जनता पार्टी तपाईको कहिले फाउन्ड भएको रहेछ 1980 मा ओके सो पहिला अगाडि जनता पार्टी भन्थ्यो जनता पार्टीलाई तपाईको बन्द गरिदियो त्यहाँदेखि तपाईको भारतीय जनता पार्टी यिनीहरुले बनायो 1980 मा ओके सो भारतीय जनता पार्टी पहिला के थियो जनता पार्टी थियो जनता पार्टीलाई बन्द गर्यो त्यहाँदेखि भारतीय जनता पार्टी सुरु गर्यो भारतीय जनता पार्टीमा चाहिँ फेरि भारतीय जनसंघ भन्ने एउटा पार्टीको धेरै लिडर्सहरुले के गरे तपाईको जोइन गर्यो उनीहरुले मिलेर बीजेपी बनाएको ओके सो बीजेएस बन्द भयो ओके बीजेएस बनेपछि बीजेएस को बादमा के बन्यो भारतीय जनता पार्टी बन्यो ओके सो रिभाइभिङ द अर्सवेल भारतीय जनसंघ चाहिँ कसले फर्म गरेको थिएछ श्यामा प्रसाद मुखर्जी भारतीय जनसंघ कहिले फर्म भएको थिएछ 1951 okay so wants to build a strong and modern India by drawing inspiration from India's ancient culture and values and Deen Dayal Upadhyay's ideas of integral humanism and Antyodaya okay so यसले के भन्नु खोजिरहेछ बीजेपी को तपाईको इन्स्पिरेसन बीजेपी को आइडियोलोजी के रहेछ तपाईको भारत डेभलप हुनुपर्छ भारत इकोनोमिकली डेभलप हुनुपर्छ ओके तर साथैमा भारतले आफ्नो तपाईको संस्कार आफ्नो ट्रेडिसन आफ्नो कल्चरलाई पनि तपाईको डेभलप गर्नुहुन्छ यसलाई बिर्सिनु हुँदैन भनेर भन्छ हो इन्डिया शुड बी अ मोडर्न कन्ट्री डेभलप कन्ट्री तर के भन्छ यिनीहरुले इन्डियाले आफ्नो ट्रेडिसन आफ्नो भ्याल्युज आफ्नो कल्चर पनि बिर्सिनु हुँदैन भनेर भन्दैछ हाम्रो परम्परा बिर्सिनु हुँदैन भन्दैछ ओके अनि के भन्दैछ दीनदयाल उपाध्यायको आइडियाबाट तपाईको ह्युमनिजम र अन्त्यदय ह्युमनिजम भनेको तपाईको इकोनोमिक ग्रोथ मात्रै हैन देशको तपाईको इन्डिभिजुअल ग्रोथ पनि हुनुपर्छ मान्छेको फिजिकल मेन्टल तपाईको ग्रोथ पनि हुनु पर्छ भनेर भन्छ राइट तपाईको दीनदयालको त्यही थियो ह्युमनिजममा अन्त्योदय भनेको तपाईको एकदमै गरिब भन्दा गरिब मान्छेलाई पनि अपलिफ्ट गराउनु पर्छ इकोनोमिक डेभलपमेन्ट देशको मात्रै हुनु भएन धनीको मात्रै हुनु भएन गरिब भन्दा गरिब मान्छेको पनि तपाईको के हुनुपर्छ अपलिफ्टमेन्ट हुनुपर्छ डेभलपमेन्ट हुनुपर्छ भनेर भन्थे यो सबै आइडियाजबाट इन्स्पायर भएर बीजेपीले काम गर्दैछ ओके कल्चरल नेशनलिजम नभए यसलाई हिन्दुत्व भन्छ उनीहरुले चाहिँ इम्पोर्टेन्ट एलिमेन्ट इन इट्स कन्सेप्सन अफ इन्डियन नेसनहुड एन्ड पोलिटिक्स वान्ट्स फुल टेरिटोरियल एन्ड पोलिटिकल इन्टिग्रेसन जुन तपाईको पाक अकुपाइड कश्मीर छ नि हाम्रो राइट जम्मू एन्ड कश्मीरको म्यापमा के छ जुन पाक अकुपाइड कश्मीर छ यो पार्ट पनि हाम्रो इन्डियाकै हो भन्छ बीजेपीले अनि यो पार्ट चाहिँ हामीले इन्डियाले वापस ल्याउनु पर्छ भनेर भन्छ ओके अनि तपाईको देशभरि युनिफर्म सिभिल कोड हुनुपर्छ एउटै कानुन देशभरिको सबै मान्छेले तपाईको फलो गर्नुपर्छ भनेर बीजेपीले भन्छ यसलाई भन्छ युनिफर्म सिभिल कोड भन्छ ओके सो रिलिजियस कन्भर्जन ब्यान गर्नु अरे तपाई हिन्दू छ भने तपाई क्रिश्चियन हुन नपाउनु अरे तपाईको के भन्छ मुस्लिम छ भने तपाई अरु हिन्दू तपाईको रिलिजनमा कन्भर्ट हुन नपाउनु अरे सो यो कुरालाई ब्यान गर्नु भनेर भन्छ बीजेपीले ओके इट्स सपोर्ट बेस इन्क्रिज सब्स्टेन्शियली इन द 1990s 1990 मा बीजेपी को समर्थक नभए सपोर्टर्स एकदमै बढेर गयो अरे ओके क्लियर सो केम टु पावर इन 1998 एज द लिडर अफ नेशनल डेमोक्रेटिक अलायन्स ओके सो 1998 मा तपाईको मेजर तपाईको सिट्सहरु जित्न थालेछ बीजेपीले ओके फाइनली ओके तपाईको इमर्ज एज द लार्जेस्ट पार्टी विथ 303 मेम्बर्स इन द 2019 लोकसभा इलेक्सन एनडीए ले 303 वटा सिट
जित्यो 2019 को लोकसभा इलेक्सनमा। 2019 मा 2019 मा बीजेपीले भारतमा सरकार बनायो अहिलेसम्म छ। ओके, सो सीपीआई मार्क्सिस्ट, सीपीआई दुई प्रकारको छ, एउटा सीपीआई मात्रै हो, अर्को छ सीपीआईएम। मार्क्सिस्ट भनेको जसले कार्ल मार्क्सको आइडियोलोजीमा बिलिभ गर्छ। कसको? कार्ल मार्क्सको। ओके, कार्ल मार्क्स एउटा तपाईको फिलोसोफर थियो, राइट? सो कार्ल मार्क्सको आइडियोलोजिसमा के गर्थ्यो? बिलिभ गर्थ्यो। ओके, सोशलिस्ट। सो सीपीआईएम फाउन्डेड इन 1964 बिलिभ्स इन मार्क्सिजम लेनिनिजम। कार्ल मार्क्स र भ्लादिमिर लेनिनको आइडियोलोजीमा बिलिभ गर्थ्यो अरे। ओके, सोशलिजमलाई सपोर्ट गर्छ, सेक्युलरिजमलाई सपोर्ट गर्छ, अरू रिलिजन पनि हुनु पायो। सोशलिजम भनेको देशको ज्यादातर तपाईँको प्रपर्टिजहरू, रिसोर्सेसहरू चाहिँ पब्लिकले ओन गर्नुपर्छ, गभर्मेन्टले ओन गर्नुपर्छ, देशको इकोनोमीलाई सरकारले चलाउनुपर्छ। ओके, यसले सोशलिजम भन्छ। डेमोक्रेसीमा बिलिभ गर्थ्यो अरे। अनि इम्पेरियलिजम र कम्युनलिजमलाई चाहिँ तपाईँको अपोज गर्थ्यो अरे। कम्युनलिजम भनेको जब माइन्डसेट हो एउटा, मेरो तपाईँको रिलिजन अरूभन्दा ठुलो, मेरो रिलिजन अरूभन्दा राम्रो, यसलाई कम्युनलिजम भन्छ। ओके, सो यो सबैलाई के गर्थ्यो अरे? अपोज गर्थ्यो अरे। सोशलिजम, सेक्युलरिजम र डेमोक्रेसीलाई के गर्थ्यो? तपाईँको सपोर्ट गर्थ्यो। कसले? सीपीआईएम। एक्सेप्ट्स डेमोक्रेटिक इलेक्सन्स एज अ युजफुल एन्ड हेल्पफुल मिन्स फर सिक्युरिङ द अब्जेक्टिभ अफ सोसियो इकोनोमिक जस्टिस इन इन्डिया। यदि समाजमा राइट तपाईँको सामाजिक न्याय दिनु छ, आर्थिक न्याय दिनु छ, देशको प्रगति गर्नु छ, डेभलप गर्नु छ कन्ट्रीलाई, राइट? सोसाइटीको गरिबभन्दा गरिब मान्छेलाई, राइट, तपाईँको फिमेल्सहरूलाई, वुमेन्सहरूलाई, तपाईँको अन्डर प्रिभिलेज सेक्सन्स अफ द सोसाइटीहरूलाई अपलिफ्ट गराउनु छ भने हामीले तपाईँको पावरमा आउनुपर्छ, हामीले इलेक्सन लड्नुपर्छ। यो मेन्टालिटीमा बिलिभ गर्छ अरे सीपीआईएमले। ओके, क्रिटिकल अफ द न्यू इकोनोमिक पोलिसिज द्याट अलाउ फ्री फ्लो अफ फरेन क्यापिटल गुड्स। जुन तपाईँको 1990 को बादमा जुन तपाईँको न्यू इकोनोमिक पोलिसी आयो, जसमा तपाईँको बाहिर देशबाट तपाईँको कम्ती ट्याक्स तिरेर इन्डियामा सामानहरू आउनु पाउँछ, बेच्नु पाउँछ, यो सबै कुरा फ्री फ्लो अफ ट्रेडलाई अपोज गर्छ, नभए क्रिटिसाइज गर्छ। कसले? सीपीआईएमले। अर्को छ इन्डियन नेसनल कङ्ग्रेस, हात, राइट? तपाईँलाई थाहै छ होला, राहुल गान्धी भन्ने एउटा फिगर तपाईँलाई यादै छ होला, तपाईँले देखि पनि राख्नुभएको छ होला। सो इन्डियन नेसनल कङ्ग्रेसमा बिलङ गर्छ। ओके, सो आइएनसी पपुलरली नोन एज द कङ्ग्रेस पार्टी, वान अफ द ओल्डेस्ट पार्टिज अफ द वर्ल्ड। ओके, संसारकै सबभन्दा ओल्डेस्ट पार्टी, वान अफ द ओल्डेस्ट पार्टी हो, फाउन्ड इन 1885। कहिले फर्म भएको रहेछ इन्डियन नेसनल कङ्ग्रेस? 1885 मा, नबिर्सिनु ल। एन्ड एज एक्सपिरियन्स मेनी स्प्लिट्स। कङ्ग्रेसमा धेरै तपाईँको कङ्ग्रेसबाट टुक्रिएर गएको, कङ्ग्रेस आफै पनि दुई भागमा डिभाइड भएको थियो पहिला। ओके, played a dominant role in Indian politics and the national and state level for several decades after India's independence. So भारत स्वतन्त्र भएपछि नेशनल लेभलमा कांग्रेसले जतिको सिट कसले पनि जितेन लगातार 4 वर्षमा, राइट? स्टेट तपाईको इलेक्सनमा पनि धेरै ठूलो भूमिका निभाएको छ, किनकि पहिला ज्यादातर लेट्स से मेजोरिटी लगभग सबै स्टेटमा पहिला कांग्रेसको सरकार थियो। ओके, सो रुलिङ पार्टी एट द सेन्टर टिल 1977 and then from 1980 to 1989 1977 सम्म। ओके, तपाईको 5th जनरल इलेक्सन चाहिँ कांग्रेस पार्टीले हारे, 4th जनरल इलेक्सन सम्म 1 2 3 4 चारटा इलेक्सन लगातार जित्यो। ओके, 1977 मा हार्यो। ओके, फेरि 1980, ओके, फेरि 1980 देखि 1989 सम्म कांग्रेसले के गर्यो? रूल गर्यो। ओके, 1989 बाद कांग्रेसको सपोर्ट डिक्लाइन हुन थाल्यो। अहिले पनि तर एउटा स्ट्रङ प्रेजेन्स छ तपाईको कांग्रेस पार्टीको। ओके, अब अर्को तपाईको युनिक तपाईको नेशनल पिपल्स पार्टी भन्छ, यो अलिकति तपाईको हाम्रो नर्थ इस्टसँग रिलेटेड पार्टी हो ल। ओके, फर्मड इन जुलाई 2013 अन्डर द लिडरशिप अफ पीए सांगमा। 2013 मा बनेको पार्टी रहेछ यो। पार्टी कसको लिडरशिप, कसको नेतृत्वमा खोलेको रहेछ? पीए सांगमा। एनपीपी इज द फर्स्ट पोलिटिकल पार्टी फ्रम नर्थ ईस्ट इन्डिया टु हेभ अटेन द स्टेटस अफ अ नेशनल पार्टी। भारतमा नर्थ ईस्ट इन्डिया, आसाम, नागाल्यान्ड, अरुणाचल प्रदेश हैन, मेघालय, तपाईको मिजोराम, त्रिपुरा हैन, तपाईको यो कुनै पनि स्टेट्सबाट अहिलेसम्म 2013 सम्म कुनै पनि पार्टीले एउटा राष्ट्रिय पार्टीको दर्जा पाएको थिएन अरे। नेशनल पिपल्स पार्टी इज द फर्स्ट पार्टी फ्रम नर्थ ईस्ट इन्डिया टु हेभ सेक्योर्ड द स्टेटस अफ नेशनल पार्टी। सो इट बिलिभ्स इन डाइभर्सिटी अफ द कन्ट्री एन्ड रिकग्नाइजेस दैट डिफरेंट रिजन्स हेभ डिफरेंट डेभलपमेन्टल च्यालेन्जेस। ओके, सो महाराष्ट्रको डेभलपमेन्ट हुनु लागि कस्तो च्यालेन्जेस छ त्यो फाल्टै छ, अनि हामी नर्थ ईस्ट इन्डियाको लागि हामी डेभलप हुनु हाम्रो फाल्टै च्यालेन्ज छ। यो कुरामा के गर्थ्यो भने उनीहरूले बिलिभ गर्थ्यो अरे। ओके, द कोर फिलोसफी अफ द पार्टी इज एडुकेसन, एम्प्लोयमेन्ट एज वेल एज एम्पावरमेन्ट अफ अल सेक्सन्स अफ द सोसाइटी। ओके, शिक्षामा उनीहरूले प्रायोरिटी दिन्छ अरे। ओके, एम्प्लोयमेन्ट रोजगारमा उनीहरूले तपाईको प्रायोरिटी दिन्छ अरे। अर्को तपाईको एम्पावरमेन्ट अफ अल सेक्सन्स अफ सोसाइटी, सोसाइटीको हर एक वर्ग नभए हरेक सेक्सन, बिट
वुमेन बेड तपाईँको पुवर पिजेन्ट्स बेड तपाईँको युथ राइट सबैजनालाई सशक्तिकरण नभए एम्पावरमेन्ट गर्नु उनीहरूको मूल उद्देश्य अब्जेक्टिभ थियो अरे ओके इट फर्म गभर्मेन्ट इन मेघालय एन्ड एज प्रेजेन्स इन मेनी नर्थ इस्टर्न स्टेट्स अब आइपुग्यो है स्टेट पार्टीमा ओके सो स्टेट पार्टी अघि क्राइटेरिया थाहा छ हामीले 6% अफ द स्टेट भोट अनि 2टा सिट जित्नुपर्छ होइन उनीहरूले स्टेट पार्टी भन्छ सो जुन पार्टीको एउटा स्टेटभित्र मात्रै प्रेजेन्स छ उनीहरूलाई के भन्छ स्टेट पार्टी भन्छ दिज आर कमनली रिफर टु एज रिजनल पार्टिज किनकि उनीहरू एउटा क्षेत्र एउटा रिजनमा मात्रै प्रेजेन्ट हुन्छ अरू रिजनमा प्रेजेन्ट हुँदैन ओके सो पार्टिज लाइक दि समाजवादी पार्टी र राष्ट्रिय जनता दल चाहिँ फेरि उनीहरू चाहिँ तपाईँको हुनु त स्टेट पार्टी हो तरै पनि उनीहरूको सङ्गठन उनीहरूको अर्गनाइजेसनल सपोर्ट चाहिँ प्रायतर तपाईँको भारतको डिफ्रेन्ट स्टेट्सहरूमा पनि छ अरे कुन पार्टीको समाजवादी पार्टी र राष्ट्रिय जनता दल आरजेडी ल सो 30 वर्षको समयकालमा हेरौँ हामीले राइट नम्बर एन्ड स्ट्रेन्थ अफ दिस पार्टिज हेज एक्सपान्डेड 30 इयर्स ओभर द लास्ट 3 डिकेड भनेको 30 इयर्स राइट 30 वर्षमा स्टेट पार्टीको नम्बर्स बढेर गएकै छ अरे दिस मेड द पार्लियामेन्ट अफ इन्डिया पोलिटिकली मोर एन्ड मोर डाइभर्स भनेपछि डिफ्रेन्ट रिजन्सबाट रिप्रेजेन्ट गर्दै त्यहाँको लिडर्स जाँदैछ नि त इन्डियाको पार्लियामेन्टमा भनेपछि हाम्रो पार्लियामेन्ट पहिला आइएनसी इन्डियन नेसनल कङ्ग्रेस मात्रै थियो होइन सो अब त तपाईँको सिक्किमबाट हाम्रो इन्द्रहाङ सर पनि हाम्रो सिक्किमको एस्पिरेसन हाम्रो इच्छा आकाङ्क्षा हाम्रो कल्चर ट्रेडिसनलाई रिप्रेजेन्ट गरेर जानुहुन्छ नि त त्यहाँनिर लोकसभामा त्यसरी नै धेरै एम्बिसहरू त्यसरी आउँछ सो इन्डियाको पार्लियामेन्ट एकदमै डाइभर्स भएर गएको छ के भएको छ डाइभर्स भनेको के हो ल बुझ्नु नो वान नेसनल पार्टी इज एबल टु सेक्युर अन इट्स ओन मेजोरिटी इन द लोकसभा अन्टिल 2014 होइन 543 सिट्समा एटलिस्ट 273 सिट्स भनौँ न ओके कति 273 सिट जित्नु पर्यो सरकार बनाउनु लागि केन्द्रमा नभए तपाईँको कहाँनिर सेन्टरमा गभर्मेन्ट फर्म गर्नु लागि ओके सो कुनै पनि सिङ्गल पार्टीले पार्टी एले मात्रै यत्रो सिट जित्नु सकेको थिएन अरे 2014 सम्म ओके सो द नेसनल पार्टिज आर कम्पेल्ड टु फर्म अलायन्स विथ स्टेट पार्टिज मैले अघि नै भने त्यसैले गर्दाखेरि पार्टी एले अब पार्टी बीसँग मिल्नु पर्यो पार्टी सी पार्टी डी पार्टी ईसँग मिलेर योभन्दा हाइएस्ट सिट के गर्नु पर्यो जित्नु पर्यो ओके अनि यो प्रकारले जब टिम बनिन्छ यसलाई के भन्छ अलायन्स भन्छ के भन्छ जब यो अलायन्सले सरकार बनाउँछ त्यसलाई के भन्छ कोलिसन गभर्नमेन्ट ओके सिन्स 1996 nearly every one of the state parties has got an opportunity to be a part of one or the other national level coalition government 1996 देखि उता किनकि डिसेन्ट्रलाइजेसन भयो नि त हैन तपाईको स्टेट लोकल तपाईको गभर्नमेन्टहरुसँग पनि तपाईको अब के गर्नु पर्यो पावर शेयर गर्नु पर्यो सेन्ट्रल गभर्नमेन्टले स्टेट गभर्नमेन्टले डिसेन्ट्रलाइजेसन भएको थियो डिसेन्ट्रलाइजेसन भएको देखि चाहिँ तपाईको आफ्नो आफ्नै स्टेटमा धेरै प्रकारको तपाईको पार्टीजहरु निस्केर आउन थाल्यो ओके सो आफ्टर 1996 कुनै न कुनै सबै पार्टी भनौं कुनै सबै स्टेट पार्टीज कुनै न कुनै ठुलो पार्टीको अलायन्सको भाग हुनु सकेको छ भनेर भन्दैछ भनेपछि तपाईको कति ज्यादा मात्रामा अब तपाईको सेन्ट्रल पार्टी चाहिँ तपाईको स्टेट पार्टीसँग मिलेर काम गर्नुपर्छ यो देखाउँदैछ पहिला त के थिएन नि त 1996 भन्दा अगाडि त तपाईको एउटै पार्टीले मेजोरिटी लिँदै थियो उनीहरूले स्टेट पार्टीको सपोर्टै चाहिएको थिएन त्यसले गर्दा स्टेट गभर्नमेन्टले उनीहरूले ध्यान राखेकै थिएन तर 1996 देखि उता जब अगाडि डिसेन्ट्रलाइजेसन भयो त्यहाँदेखि उता त तपाईको धेरै स्टेट्स पार्टीहरु आउन थाल्यो सेन्ट्रल एउटै पार्टीले त्यो स्टेटमा तपाईको इलेक्सन जित्नु सकेन लोकसभामा तपाईको सरकार चुनाव जितेर सरकार बनाउन लागि त अब चाहिँ सेन्ट्रल पार्टीलाई स्टेट पार्टीको पनि के चाहिने हुन्छ सपोर्ट चाहिने हुन्छ ओके दिस हैज कन्ट्रिब्युटेड टु द स्ट्रेन्थनिङ अफ फेडरलिजम एन्ड डेमोक्रेसी इन आवर कन्ट्री फेडरलिजम भने के हो पावर शेयरिङ हो सेन्ट्रल गभर्नमेन्टले स्टेट गभर्नमेन्टसँग पावर शेयर गर्नु स्टेट गभर्नमेन्टले लोकल गभर्नमेन्ट पञ्चायतहरु काउन्सिलरहरुसँग के गर्नु पावर शेयर गर्नु तर तपाईको फेडरलिजम एकदमै स्ट्रङ भएर गयो कहिले जब तपाईको कोलिसन गभर्नमेन्ट हुन थाल्यो कोलिसन गभर्नमेन्ट भन्दा मैले त स्याहारेर राख्नु पर्यो नि त उसले मेरोबाट सपोर्ट तान्यो भने त मेरो सरकार ढल्छ नि त यहाँ हैन किनकि उसँग मिलेर मेरो त्यत्रो सिट आएको हो नि त सो जब तपाईको कोलिसन गभर्नमेन्ट हुन थाल्यो तब चाहिँ तपाईको फेडरलिजम पनि के हुन थाल्यो तपाईको एकदमै मजबुत भएर गयो कहाँनिर हाम्रो भारतमा ओके सो हाम्रो प्यारो सिक्किममा हेर्नु सानो स्टेट छ हाम्रो राइट सिक्किम डेमोक्रेटिक फ्रन्ट सिक्किम क्रान्तिकारी मोर्चा अरु धेरै छ हेर्नुस् पज गरेर ल तपाईहरुले स्टेट पार्टीजहरु अब हामीले पोलिटिकल पार्टिजको विषयमा धेरै तपाईको सानोतिनो है तपाईको महत्त्वपूर्ण नभए इम्पोर्टेन्ट जानकारी लिइसकेको छौं ल अब जस्तो ठुलो पोलिटिकल पार्टीले कुनै एउटा मात्रै पोलिटिकल पार्टीले जितेकै छ हैन कुनै अरु तपाईको पोलिटिकल पार्टिजहरुलाई के हुन्छ यो अनफेयर हुन्छ
कुनै न कुनै कारण त छ नि त, राइट? देयर आर च्यालेन्जेस द्याट पोलिटिकल पार्टिज इन इन्डिया दे आर करेन्टली फेसिङ। ओके, सो हामी अब यो टपिकमा पोलिटिकल पार्टिजले कस्तो च्यालेन्ज फेस गरिरहेछ, ओके, त्यसको विषयमा जानकारी लिउँ। द फर्स्ट च्यालेन्ज इज ल्याक अफ इन्टरनल डेमोक्रेसी विदिन पार्टिज। अब म भने अरे, ओके, अब सिक्किममा चोरी बन्द हुनुपर्छ भने अरे, ओके, तर म आफै चोरी गर्नु छोडेको छुइनँ अरे। सो मैले के सिक्किममा तपाईँको एउटा सुधार ल्याउन सक्छु, यस्तो जग्गा बनाउन सक्छु सिक्किमलाई जहाँ चोरी हुँदैन? फर्स्टमा त म सुध्रिनु पऱ्यो नि त, राइट? न पोलिटिकल पार्टिजले देशलाई डेमोक्रेटिक बनाउन चाहन्छ भने पोलिटिकल पार्टिजले आफ्नो पार्टीभित्र डेमोक्रेसी प्र्याक्टिस गर्नुपर्छ। किनकि पार्टीमा पनि प्रेसिडेन्ट हुन्छ, भाइस प्रेसिडेन्ट हुन्छ, होइन, तपाईँको जेनरल सेक्रेटरी हुन्छ, ट्रेजररदेखि लिएर अरू ठुलो पोस्टहरू हुन्छ। यो पोस्टको लागि चाहिँ किन तपाईँले इलेक्सन गर्न सक्नु हुँदैन? के एउटा पार्टीमा चाहिँ तपाईँको प्रेसिडेन्ट कहिले चेन्ज नहुने? धेरै नेसनल पार्टिजमा तपाईँको डेमोक्रेसी अप्नाएको छैन। ओके, सो पोलिटिकल पार्टिजले पहिला आफै डेमोक्रेसी अप्नाउने, त्यहाँदेखि देशलाई के पार्ने? डेमोक्रेटिक पार्ने। अल ओभर द वर्ल्ड देयर इज अ टेन्डेन्सी अफ पोलिटिकल पार्टिज टुवर्ड्स कन्सन्ट्रेसन अफ पावर इन वान अर फ्यु लिडर्स। धेरै तपाईँको संसारभरिको ठुलो पार्टिजहरूको एउटा तपाईँको टेन्डेन्सी छ अरे, ओके, ज्यादाभन्दा ज्यादा पावर चाहिँ एउटै मान्छेले राख्ने। त्यो छ भने त्यो पार्टी डेमोक्रेटिक छैन, त्यो पार्टीले देशलाई पनि डेमोक्रेटिक बनाउनु सक्दैन। पार्टिज डु नट किप मेम्बरसिप रेजिस्टर्स। पार्टीले मेम्बरसिप रेजिस्टर राख्नुपर्ने हो खासमा। को पार्टीको मेम्बर त्यो त थाहा हुनु पऱ्यो नि त, तर मेम्बरसिप रेजिस्टर पनि राख्दैन अरे। अर्गनाइजेसनल मिटिङ पनि गर्दैन अरे, पार्टीको मिटिङ पनि गर्दैन अरे। एन्ड डु नट कन्डक्ट इन्टरनल इलेक्सन्स रेगुलरली। इन्टरनल इलेक्सन भनेको इलेक्सन फर द पोस्ट अफ भाइस प्रेसिडेन्ट, प्रेसिडेन्ट एसेक्ट्रा। ओके, यो सबै गर्नु पऱ्यो नि त एउटा पार्टीले, अन्त पो देशमा त उनीहरूले सुधार ल्याउन सक्छ, होइन? सो अर्डिनेरी मेम्बर्स अफ द पार्टी डु नट गेट सफिसियन्ट इन्फर्मेसन अन वाट ह्यापन्स इनसाइड द पार्टी। तपाईँको पार्टीको आम कार्यकर्ताले चाहिँ, ओके, पार्टीभित्र कस्तो ठुलो डिसिजन लिँदैछ यसको कुनै पनि जानकारी पाउनु सकेको छैन अरे। ओके, दे डु नट ह्याभ द मिन्स अफ द कनेक्सन्स निडेड टु इन्फ्लुएन्स द डिसिजन्स। पार्टीको डिसिजनलाई इन्फ्लुएन्स गर्ने, पार्टीको डिसिजनलाई के गर्ने? इन्फ्लुएन्स गर्ने, नभए एफेक्ट गर्ने, ओके, उनीहरूकोमा त्यत्रो पावर नै हुँदैन अरे, अर्डिनेरी मान्छेहरूकोमा, अर्डिनेरी पार्टीको सपोर्टरहरूकोमा। ओके, एज अ रिजल्ट द लिडर्स एज सम ग्रेट पावर टु मेक डिसिजन्स इन द नेम अफ द पार्टी। ओके, सो डल्लै पार्टीको विषयमा ठुलो डिसिजन लिने चाहिँ को मात्रै हुन्छ अरे? भारतमा ज्यादातर लिडर्स मात्रै हुन्छ अरे। अन्त भयो त डेमोक्रेसी? यो त अटोक्रेसी भएन? यो त जब एउटा मान्छेले सारा पावर राख्छ, पार्टीको अटोक्रेटिक एउटा मान्छे भयो नि त, व्यक्ति भयो नि त ऊ त, होइन? सो पार्टीमा पनि आफ्नो पार्टीभित्र पनि डेमोक्रेसी ल्याऊ, त्यहाँदेखि तिम्रो पार्टीले देशमा डेमोक्रेसी ल्याउनु सक्छ। अर्को च्यालेन्ज छ तपाईँको च्यालेन्ज अफ डाइनेस्टिक सक्सेसन। बाउपछि छोरा, छोरापछि छोरा, छोरापछि छोरा नै सिएम हुन्छ, नै पार्टीको प्रेसिडेन्ट हुन्छ। यसलाई डाइनेस्टिक सक्सेसन भन्छ। धेरै पार्टिजमा हामीले देखिसकेको छौँ यस्तो। ओके, सो यो पनि पोलिटिकल पार्टिजको एउटा के ठुलो च्यालेन्ज हो। सिन्स मोस्ट पोलिटिकल पार्टिज डु नट प्र्याक्टिस ओपन एन्ड ट्रान्सपेरेन्ट प्रोसिजर्स फर द फङ्सनिङ, देयर आर भेरी फ्यु वेज फर एन अर्डिनेरी वर्कर टु राइज टु द टप इन अ पार्टी। पार्टीमा के हुँदैछ, कसले डिसिजन लियो, कुन प्रकारले डिसिजन लियो, त्यसको बारेमा अर्डिनेरी मान्छेले के थाहा हुँदैन। त्यसैले गर्दा अर्डिनेरी मान्छे कहिले पनि पार्टीको टप लेभलसम्म पुग्नु सक्दैन अरे, यदि यो भयो भने चाहिँ। ओके, सो दोज हु हेपन टु बी लिडर्स आर इन पोजिसन अफ अनफेयर एडभान्टेज टु फेभर पिपल क्लोज टु देम अर इभन देयर फ्यामिली मेम्बर्स। जो पार्टीको ठुलो लिडर हुन्छ उसले त्यो कमन मान्छेलाई, होइन, तर उसको तपाईँको यस्तो मान्छे जो उसको एकदमै करिब छ, या त उसले आफ्नो फ्यामिलीलाई के गर्छ अरे? तपाईँको चेप्छ अरे, भनौँ न हाम्रो साधारण नेपाली भाषामा, होइन? त्यसले गर्दा यो पनि एउटा ठुलो च्यालेन्ज हो पोलिटिकल पार्टिजको लागि। इन मेनी पार्टिज द टप पोजिसन आर अलवेज कन्ट्रोल बाई मेम्बर्स अफ वान फ्यामिली। एउटा फ्यामिलीको आमा, बाउ, छोरा, छोरी, काका, मामा, माइजू, भतिजा, यिनीहरूले नै के गर्छ अरे? पार्टीको टप पोस्टलाई कन्ट्रोल गर्छ अरे। ओके, सो अरू पार्टीको मेम्बरलाई यो कुरा अनफेयर हुन्छ। दिस इज अल्सो ब्याड फर डेमोक्रेसी सिन्स पिपल डु नट हेभ एडिक्वेट एक्सपिरियन्स अफ पपुलर सपोर्ट कम टु अकुपाई पोजिसन्स अफ पावर। सो यो सबै हुनु डेमोक्रेसीको लागि के हो? एकदमै नराम्रो हो। बुझ्नुभयो? सो थर्ड च्यालेन्ज बुझौँ ल। सो द थर्ड च्यालेन्ज इज अबाउट द ग्रोइङ रोल अफ मनी एन्ड मसल पावर। पैसा र पावर। ओके, सो इन पार्टिज स्पेसली ड्युरिङ इलेक्सन, सिन्स पार्टिज आर फोकस ओन्ली अन विनिङ इलेक्सन्स, दे टेन्ड टु युज सर्टकट्स टु विन इलेक्सन। पार्टीको फोकस चाहिँ इलेक्सन जित्नुमा मात्रै होइन। कुनै पनि पार्टीले देशको प्रगति गर्छु, देशलाई म विकास गराउँछु, देशको गरिबभन्दा गरिब तपाईँको जनताहरूको म सेवा गर्छु, देशको फिमेल्सहरूलाई, वुमेनहरूलाई म सशक्तिकरण गर्छु, एम्पावर गर्छु, अपलिफ्ट गर्छु भनेर कुनै पनि पार्टीले सोच्यो भने उनीहरूले यस्तो सर्टकट लिनै पर्दैन। उनीहरूले तपाईँको मसल पावर पनि युज गर्नु पर्दैन, मनी पावर पनि युज गर्नु पर्दैन। यदि लिडर, पार्टी अनि पार्टीको सबै फलोवर्स, सपोर्टर्सहरू तपाईँको
सफा मनले तपाईको देशको लागि जनताको लागि काम गर्यो भने ना मनी युज गर्नुपर्छ ना मसल पावर युज गर्नुपर्छ किनकि उनीहरूले त राइट उनीहरूले के जित्छ उनीहरूले इलेक्सन त जित्छ तर उनीहरूले त्यो देशको सिटिजनको माया र भरोसा पनि जित्छ ओके दे टेन्ड टु नोमिनेट दोज क्यान्डिडेट्स हु हेभ अर क्यान रेज लट्स अफ मनी पार्टीको लिडर्सहरूले यस्तो क्यान्डिडेट चुज गर्छ अरे जो चाहिँ एकदमै या त धनी छ ओके या त ऊ एकदमै के छ पावरफुल छ रिच पिपल एन्ड कम्पनीज हु गिभ फन्ड्स टु पार्टिज टेन्ड टु हेभ इन्फ्लुएन्स अब लेट्स से कम्पनी एक्सले पार्टी एलाई पैसा दिएर इलेक्सनमा सघाए अरे अब पार्टी एले जब सरकार बन्छ पार्टी एले कुनै पनि डिसिजन लिँदाखेरि के कम्पनी एक्सले त्यो डिसिजनले इम्प्याक्ट गर्नु सक्दैन होला पार्टी एले चाहिँ तपाईको लेट्स से यो कन्ट्र्याक्ट नभए यो काम चाहिँ म एउटा इमानदार मान्छेलाई दिन्छु भनेर सोचिसकेको छ भने पार्टी एक्सले होइन मैले त तिमीलाई इलेक्सनमा पैसा सघाएको थिएँ यो काम चाहिँ बरु के गर मलाई दियो भन्छ कि भन्दैन होला पार्टीको डिसिजनले तपाईँको इन्फ्लुएन्स गर्छ कि गर्दैन होला गर्नु सक्छ यो किन त्यसैले गर्दा यो पनि एउटा ठुलो च्यालेन्ज हो कोही खेर त तपाईँको पार्टिजहरूले तपाईँको क्रिमिनल्सहरूलाई पनि सपोर्ट गर्छ अरे इलेक्सन जिताउनु लागि क्रिमिनल्सहरूलाई पनि सपोर्ट गराउँछ अरे ओके सो यो पनि एउटा ठुलो च्यालेन्ज हो फोर्थ च्यालेन्ज इज पार्टिज डु नट सिम टु अफर मिनिङफुल चोइस पार्टी एले पनि भन्छ म ग्राउन्ड बनाउँछु पार्टी बीले पनि भन्छ म ग्राउन्डै बनाउँछु पार्टी सीले भन्छ म यो दुईटा भन्दा दामी ग्राउन्डै बनाउँछु के हेरेर भोट दिनु जनताले ओके सो पोलिसिसमा डिफरेन्स आउनै छोडेको छ अरे पार्टी ए पनि कालो टी सर्ट जस्तै देख्दैछ पार्टी बी पनि कालो टी सर्ट पार्टी सी चाहिँ आयो तर कालो टी सर्ट अलिक लामो टी सर्ट पार्टी डी आयो कालो टी सर्ट स्ट्रेचेबल टी सर्ट सो सबैले तपाईँको धेरै प्रकारको तपाईँको के गरेको छैन अरे तपाईँको कुनै पनि प्रकारको चोइस नै दिएको छैन अरे ओके सो फर इक्जाम्पल द डिफरेन्स बिट्विन लेबर पार्टी एन्ड कन्जर्भेटिभ पार्टी इन ब्रिटेन इज भेरी लिटल दे अग्री इन मोर फन्डामेन्टल एस्पेक्ट्स बट डिफर ओन्ली इन डिटेल्स अफ हाउ पोलिसिज आर टु बी फ्रेम एन्ड इम्प्लिमेन्टेड जस्तै तपाईँको इक्जाम्पल छ तपाईँको लेबर पार्टी र कन्जर्भेटिभ पार्टी छ ब्रिटेनमा सेम टु सेम पार्टी उनीहरूको सोचाइ पनि सेम उनीहरूको पोलिसिज पनि सेम डिफ्रेन्स चाहिँ कहाँ मात्रै आउँछ अरे लेबर पार्टीले भन्छ म यो पोलिसीलाई यो प्रकारले लागू गराउँछु अर्कोले भन्छ म यो भन्दा अर्कै प्रकारले लागू गराउँछु जस्तो सुकै प्रकारले लागू गरौँ न त्यो पोलिसी त लास्टमा सेम हो होइन भात जसरी पस्काउन त्यसको टेस्ट तपाईँको उयो हुन्छ तपाईँको डिफ्रेन्ट हुन्छ थालमा आइसकेपछि भात र सब्जी चाहिँ सेम छ दुईटै पार्टीको थालमा आइसकेपछि म चाहिँ यसरी पस्काउँछु नि अर्कोले भन्छ होइन म त यसरी पस्काउँछु भात त सेम टेस्ट हुन्छ होइन ओके सो पार्टीले चाहिँ तपाईँको जनतालाई मिनिङफुल चोइस दिनु नै तपाईँको के गरेको छ अरे छोडिसकेको छ अरे ओके सो इन आवर कन्ट्री टु द डिफरेन्स अमङ अल द मेजर पार्टिज अफ द इकोनोमिक पोलिसिज हेभ रिड्युस हाम्रो देशमा पनि पार्टीको बिचमा यो पोलिसिजको डिफरेन्सेस के भएर गएको छ अरे सकेर गएको छ अरे दोज हु वान्ट रियली डिफरेन्ट पोलिसिज हेभ नो अप्सन एभाइलेबल टु देम समटाइम्स पिपल क्यानट इभन सेलेक्ट भेरी डिफरेन्ट लिडर्स इदर बिकज द सेम सेट अफ लिडर्स किप सिफ्टिङ फ्रम वान पार्टी टु अनदर लु पार्टी त छोडिदेऊ मलाई पार्टीको यो लिडर मन पर्यो म यो त्यसो भए यो लिडरले पार्टी एलाई सघाउँदैछ म पनि पार्टी एलाई नै के दिन्छु भोट दिन्छु भनेर तर पार्टी ए हार्यो अरे पार्टी ए तपाईँको हार्यो अरे यो लिडरले पार्टी एले छोडेर कहाँ जान्छ पार्टी बीमा जान्छ भनेपछि के भयो त लिडर पनि सेम भयो कि भएन पार्टी एमा पनि त्यही लिडर पार्टी बीमा फेरि त्यही लिडर गयो होइन ओके सो पार्टीमा त डिफ्रेन्स थिएन लिडरमा पनि डिफ्रेन्स आउनु छोडिसकेको छ अरे के भयो भनेपछि अब पोलिटिकल पार्टिजमा चेन्जेस ल्याउनु पर्यो कि परेन देशलाई सुधार्नु छ नि त हो जनताको एस्पिरेसनलाई पुरा गर्नु छ नि त होइन हाम्रो देश डुब्नु यो तपाईँले तपाईँको इमेजिन गर्नु सक्दैन नि त त्यसो भए पोलिटिकल पार्टिजमा चेन्जेस आउनै पर्छ नि त सो द कन्स्टिट्युसन वाज अमेन्डेड टु प्रिभेन्ट इलेक्टेड एमएलएज एन्ड एमपीज फ्रम चेन्जिङ पार्टिज आयालाल गयालाल एउटा एमएलए एक रातमा तपाईँ 4 रातमा तपाईँको आई थिङ्क 3टा पार्टी चेन्ज गर्ने एमएलए थियो एउटा गयाराम भन्ने सायद एउटा हरियाणाको एमएलए थियो ऊ आयाराम गयाराम भन्ने फेमस तपाईँको उयो पनि निस्केको छ सो जब एउटा एमएलएले पार्टी चेन्ज गर्छ जुन पार्टीबाट उसले इलेक्सन लडेको थियो उसले त्यो पार्टीबाट इलेक्सन जित्यो नभए हार्यो अरे जनताले उसलाई भोट दिएको नि त किनकि तर उसले चाहिँ तपाईँको पार्टी नै चेन्ज गरिदियो अरे यसलाई डिफेक्सन भन्छ के भन्छ पार्टी छोड्नु पाउँछ त्यो एउटा संवैधानिक नभए कन्स्टिट्युसनल राइट हो तर उसले पार्टी रिजाइन गर्नु पर्यो होइन आफ्नो पद सबै छोडेर सिट पनि छोडेर जानु पर्यो नि त किनकि त्यो सिट त जनताले उसलाई भोट दिएर जिताएको नि त होइन त्यो पार्टीको सिम्बललाई भोट दिएर ऊ यो मान्छे यो पार्टीबाट इलेक्सन लड्दैछ भनेर तपाईँको भोट दिएर जिताएको नि त त्यो पार्टीको पोलिसी मन पराएर भोट दिएर जिताएको हो नि त होइन सो ऊ चाहिँ जाने त्यो पार्टीको सिट पनि लगेर जाने यसलाई डिफेक्सन भन्थ्यो ओके सो भारतको संविधानलाई अमेन्ड गर्यो नभए चेन्ज गर्यो रिफर्म ल्यायो ओके
सो एन्टी डिफेक्सन बिल ल्यायो, एन्टी डिफेक्सन बिल नभए कानुनै बनायो। कुनै पनि एउटा एमएलएले पार्टी चेन्ज गर्यो भने ओके उसलाई डिस्क्वालिफाई गरिन्छ, के गरिन्छ, डिस्क्वालिफाई गरिन्छ। ओके, सो द सुप्रिम कोर्ट पास एन अर्डर टु रिड्युस द इन्फ्लुएन्स अफ मनी एन्ड क्रिमिनल्स। सो फर्स्टमा चेन्जेस ल्याउनु, डिफेक्सन प्रिभेन्ट गर्नु लागि के गर्यो तपाईँको एन्टी डिफेक्सन बिल नभए एन्टी डिफेक्सन ल ल्यायो। ओके, सो द सुप्रिम कोर्ट सेकेन्ड रिफर्म चाहिँ के छ, सुप्रिम कोर्ट पास एन अर्डर टु रिड्युस द इन्फ्लुएन्स अफ मनी एन्ड क्रिमिनल्स। Now it is mandatory for every candidate who contests elections to file an affidavit giving details of his property and criminal cases pending against him. सुप्रिम कोर्टले हाम्रो भारतको उच्च न्यायालय जो सुप्रिम कोर्ट छ उनीहरूले तपाईँको ग्रोइङ रोल अफ मनी एन्ड तपाईँको मनी एन्ड मसल पावर नभए क्रिमिनल्सहरूको रोललाई घटाउनु लागि पोलिटिक्समा तपाईँको एउटा ठुलो डिसिजन ल्यायो। अब कुनै पनि पार्टीको क्यान्डिडेटले इलेक्सन कन्टेस्ट गर्दैछ भने उसले जनताको अगाडि तपाईँको एउटा एफिडेभिट नभए एउटा डिटेल्स दिनुपर्छ। त्यो डिटेल्समा उसको प्रपर्टी कति छ, उसको कति सम्पत्ति छ, उसको एसेट कति छ, त्यो सबैको विषयमा जानकारी दिनुपर्छ उसले, राइट। अनि यदि उसको पछाडि कुनै क्रिमिनल केसेस चल्दैछ भने त्यसको पनि कतिवटा क्रिमिनल केसेस, कस्तो क्रिमिनल केस चल्दैछ त्यो पनि सबै दिनुपर्छ। बिहारको इलेक्सनमा आई थिङ्क एउटा क्यान्डिडेट थियो जसमा 6वटा क्रिमिनल केसेस चलिरहेको थियो, एकदमै ज्यादा सम्पत्ति। ओके, सो त्यो जनताले भोट दिँदा हेर्नु पर्यो नि त, इलेक्सन कमिसन अफ इन्डियाको वेबसाइटमा जानुहोस्, राइट। आफ्नो एमएलए को छ, एमएलएको डिटेल हेर्नुहोस्, उसकोमा सम्पत्ति कति छ, उसकोमा क्रिमिनल केसेस छ कि त्यो सबै हेरेर भोट दिनुपर्छ। एउटा इन्फर्म्ड सिटिजन भएर भोट दिनुपर्छ। ओके, सो द न्यू सिस्टम हेज मेड अ लट अफ इन्फर्मेसन एभाइलेबल टु द। सो फर्स्टमा के गर्यो, डिफेक्सनलाई रोक्नु लागि के गर्यो तपाईँको कानुन बनायो होइन। कानुनले के भन्छ अरे एमएलए र एमपी जसले पार्टी चेन्ज गर्छ उसले आफ्नो सिट के हुन्छ तपाईँको गुमाउँछ, ऊ डिस्क्वालिफाई हुन्छ, ऊ जान्दा हुन्छ तर सिट चाहिँ त्यहीँ हुनुपर्छ। ओके, सुप्रिम कोर्टले तपाईँको क्रिमिनल र मनीको पावरलाई घटाउनु लागि के गर्यो तपाईँको एफिडेभिट फाइल गर्नु जसमा सबै आफ्नो डिटेल्स हुन्छ, राइट। द न्यू सिस्टम हेज मेड अ लट अफ इन्फर्मेसन एभाइलेबल टु द पब्लिक। इलेक्सन कमिसन पास एन अर्डर मेकिङ इट नेसेसरी फर पोलिटिकल पार्टिज टु होल्ड देयर अर्गनाइजेसनल इलेक्सन्स एन्ड फाइल देयर इन्कम ट्याक्स रिटर्न्स। तपाईँको पार्टीले कहाँबाट पैसा कमाउँछ, कति पैसा कमाउँदैछ, राइट, त्यो जानकारी दिनु पऱ्यो, इन्कम ट्याक्स, राइट, तपाईँको के गर्नु पऱ्यो बुझाउनु पऱ्यो होइन। अनि इलेक्सन कमिसनले एउटा अर्डर जारी गर्यो, ओके, अफिसियल अर्डर जारी गर्यो, पोलिटिकल पार्टिजले चाहिँ तपाईँको अर्गनाइजेसनल इलेक्सन कन्डक्ट गर्नुपर्छ रेगुलरली, भने चाहिँ प्रेसिडेन्टको, भाइस प्रेसिडेन्टको, जनरल सेक्रेटरीको, ट्रेजररहरूको यो प्रकारको धेरै धेरै ठुलो पोस्टहरूको इलेक्सन गराउनुहोस् पार्टीभित्र भनेर एउटा अर्डर जारी गरेको छ। सो सरकारले पोलिटिकल पार्टिजमा रिफर्म ल्याउन लागि यो प्रकारको स्टेप्सहरू लिएको छ गभर्मेन्टले। ओके, अब स्टेप्स टु एलिमिनेट च्यालेन्जेस, कस्तो कस्तो स्टेप्स लियो भने पोलिटिकल पार्टीको च्यालेन्जेस एलिमिनेट हुनसक्छ, सकेर जानुसक्छ। ओके, फर्स्टमा छ एउटा कानुन बनाउनु, ओके, जसमा पोलिटिकल पार्टिजको इन्टरनल अफेयर्सलाई के गर्नु सकोस्, कन्ट्रोल गर्नु सकियोस्। इट सुड बी मेड कम्पलसरी फर पोलिटिकल पार्टिज टु मेन्टेन अ रेजिस्टर फर इट्स मेम्बर्स। एउटा रेजिस्टर बनाउनुहोस्, त्यो रेजिस्टरमा तपाईँको सबै मेम्बर्सहरूको के लेख्नुहोस्, नाम लेख्नुहोस्। ओके, हरेक पार्टीको आफ्नै कन्स्टिट्युसन हुन्छ, थाहा दिएको थिएन है त तिमीहरूलाई, त्यो पार्टीले त्यो कन्स्टिट्युसनलाई एकदम स्ट्रिक्टली फलो गर्नुपर्छ। सो पार्टीको आफ्नो कन्स्टिट्युसन हुन्छ, भर्खर हामीले बुझ्यौँ होइन। सो टु हेभ एन इन्डिपेन्डेन्ट अथोरिटी टु एक्ट एज अ जज, यदि पार्टीमा कुनै ठुलो माथि पार्टीको लेभलको तपाईँको एउटा पोस्ट होल्डर र एकदमै तपाईँको अर्डिनेरी एउटा पार्टीको वर्करको बिचमा कुनै पनि प्रकारको डिस्प्युट भयो भने एउटा इन्डिपेन्डेन्ट अथोरिटी राख्नु जसले चाहिँ न्याय दिनु सकोस् दुईजना बिच कसैलाई पनि जो पनि गलत छ। लेट्स से पार्टीको ठुलो पोस्ट होल्डरले गलत गर्यो, पार्टीको सानो पोस्ट, तपाईँको सानो पोस्ट पनि होइन, तपाईँको एक ग्राउन्ड लेभलमा काम गर्ने वर्करलाई त अनफेयर हुन्छ नि त, उसको कुरा कसले सुनिदिने। सो एउटा इन्डिपेन्डेन्ट अथोरिटी राख्नुहोस् जसले चाहिँ तपाईँको कुनै पनि प्रकारको पार्टीभित्रै डिस्प्युट भयो भने उसले के गर्नुसक्छ, तपाईँको त्यसलाई के गर्नुसक्छ, जस्टिस दिनुसक्छ नभए रिजल्भ गर्नुसक्छ। ओके, ओपन इलेक्सन राख्नुहोस् अरे हाईभन्दा हाई पोस्टको लागि, पार्टीको प्रेसिडेन्टको लागि, भाइस प्रेसिडेन्टको लागि, तपाईँको चेयरपर्सनहरूको लागि के राख्नुहोस्, तपाईँको इलेक्सन राख्नुहोस् भनेर भन्छ। यो एउटा स्टेप हो। ओके, अर्को चाहिँ इट सुड बी मेड म्यान्डेटरी भनेको इम्पोर्टेन्ट भनेको ल, भनेको कम्पलसरी भनेको ल, फर पोलिटिकल पार्टिज टु गिभ मिनिमम नम्बर अफ टिकट्स अबाउट 1/3 टु वुमन। तपाईँले 1/3 पार्टीको टिकट चाहिँ वुमनलाई दिनुपर्छ। ओके, अन्त चाहिँ पोलिटिकल पार्टिजको च्यालेन्जेस के हुनसक्छ, एलिमिनेट हुनसक्छ भनेर भन्छ। ओके, सो कोटा फर वुमन इन डिसिजन मेकिङ बडिज, यदि पार्टीले कुनै ठुलो डिसिजन लिनु आँटेको छ भने ओके त्यहाँनिर तपाईँको नम्बर अफ वुमेन पनि इन्भल्भ गर्नुहोस्। लेट्स से 64 जना, 57 जना, 50 जना, यसलाई कोटा भन्छ। ओके, वुमेनहरूले पनि किनकि ठुलो ठुलो डिसिजन मेकिङमा पार्टिसिपेट गर्नु सकोस् पार्टीको भनेर ल। सो देयर सुड बी स्टेट फन्डिङ अफ इलेक्सन्स, पार्टीले आफ्नो पैसा 1 रुपियाँ पनि खर्च गर्नु नपरोस्, पार्टीको सब सारा खर्च कसले उठाओस्, स्टेट इलेक्सनले उठाओस् नभए स्टेट गभर्मेन्टले उठाओस्।
त्यसो गर्दाखेरि हामीले पार्टीले पैसा पनि खर्च गर्दैन, उनीहरूले पैसा तिरेर भोट पनि किन्नु सक्दैन भन्ने एउटा तपाईँको सोच विचार नि। ओके, यसले गर्दा पार्टीको एउटा च्यालेन्ज के हुनसक्छ, एलिमिनेट हुनसक्छ भनेर भनिन्छ। The government should give parties money to support their election expenses. This support could be given in kind भनेको तपाईँको अदर देन मनी। लु पैसा दिँदैन भने पनि बरु पेट्रोल देऊ गाडी कुद्ने, होइन, कागजहरू पेपरहरू देऊ, टेलिफोनहरू देऊ, ओके, नभए टेलिफोनको बिल्सहरू के गरिदियो तपाईँको क्लियर गरिदियो। ओके, or it could be given in cash on the base of the vote secured by the party in last election. लास्ट इलेक्सनमा ज्यादा तपाईँको भोट जितेको छ भने, भोट तपाईँको पाएको छ जनताको भनेपछि त इलेक्सनको लागि अलिक ज्यादा खर्च हुन्छ नि त, सो अलिक ज्यादा पैसा, एकदमै कम्ती भोट तपाईँको इलेक्सनमा तपाईँको उनीहरूले पाएको छ भने पैसा अलिकति कम्ती। ल यसरी गर्नु सक्छ, स्टेप्स लिनु सक्छ भनेर भन्दछ। दिस सजेसन्स ह्याभ नट यट बिन एक्सेप्टेड बाई पोलिटिकल पार्टिज। तर यो सबै स्टेप्स नभए सजेसन, एउटा सुझावलाई कुनै पनि पोलिटिकल पार्टिसले के गरेको छैन अरे, एक्सेप्ट गरेको छैन अरे। अब फाइनली अझै 2 प्रकारको स्टेप्स लिन सकिन्छ जसले पोलिटिकल पार्टिस चेन्ज हुन सक्छ, नभए रिफर्म लिन सकिन्छ। People can put pressure on political parties. This can be done through petitions. Petition भनेको थाहा छैन, कुनै पनि एउटा एप्लिकेसन जस्तो राख्छ, त्यहाँनिर ज्यादाभन्दा ज्यादा जनताको के गर्छ तपाईँको सिग्नेचर पाउँछ। ओके, नभए एग्री गरेको, यस म एग्री गर्छु, ओके, त्यसलाई पेटिसन भन्छ। जस्तै तपाईँको मैले एउटा कुरा भनेर यो हुनुपर्छ, होइन, यो कुरा भनेर पेटिसन भनेर, सो यहाँनिर तिमीले त्यो डिजिटल पेटिसन साइन गर्छौ, यहाँनिर तिम्रो नाम टक आइहाल्छ, राइट। सो यसले हुन्छ पेटिसन साइन। सो यसले के हुन्छ, सरकारले बुझ्छ कि ए भनेपछि यो कुरामा ज्यादाभन्दा ज्यादा जनताले एग्री गरेको छैन रहेछ भनेर आफ्नो डिसिजन चेन्ज गर्नु सक्छ सरकारले। ओके, पेटिसन पब्लिसिटी र एजिटेसन प्रोटेस्टहरू गर्नु सक्छ, पिसफुल र्यालीहरू गर्नु सक्छ, होइन। पब्लिसिटी भनेको मिडियातिर आफ्नो क्रिटिसिजमहरू छापेर पनि गर्नु सक्छ। यो प्रकारले चेन्ज हुन सक्छ। ओके, चेन्ज हुनु त के, अब उनीहरूको च्यालेन्जेस हटिनु सक्छ। अर्डिनेरी सिटिजन्स, प्रेसर ग्रुप्स एन्ड मुभमेन्ट एन्ड द मिडिया क्यान प्ले इम्पोर्टेन्ट रोल इन दिस। आम नागरिक चुप बस्नु भएन, अन्याय सहिनु भएन। देशमा आइरहेको कुरा यदि देशलाई ह्याम्पर हुँदैछ, कुनै पनि एउटा के हुन्छ पोलिसीले गर्दाखेरि अर्डिनेरी सिटिजन्सले कुनै न कुनै प्रकारको स्टेप्स लिनु नै पर्छ। ओके, प्रेसर ग्रुप्स मुभमेन्टहरू अर्गनाइज गर्छ यिनीहरूले। ओके, सो प्रेसर ग्रुप्सले पिसफुल र्याली, पिसफुल प्रोटेस्टहरू गराउँछ। अनि अर्को मिडिया, सो मिडिया ओके, 4th पिलर अफ डेमोक्रेसी भन्छ, होइन। एकदमै हाम्रो डेमोक्रेसीलाई सक्सेसफुल पार्ने चाहिँ तपाईँको मिडिया पनि हो। सो मिडियाले आफ्नो काम चाहिँ अनेस्टली गर्नुपर्छ। मिडियाले आफ्नो काम सरकारको लागि होइन, पार्टीको लागि होइन, मिडियाले आफ्नो काम जनताको लागि गर्नुपर्छ अनि देशको लागि गर्नुपर्छ। ओके, यदि यो सबैले काम गर्यो भने तपाईँको यो पोलिटिकल पार्टिसको च्यालेन्जेस एलिमिनेट हुन सक्छ, अब रिफर्म हुन सक्छ। सो 2, पोलिटिकल पार्टिज क्यान इम्प्रुभ दोज हु वान्ट टु जोइन पोलिटिकल पार्टिज। अब के हुन्छ भन्दाखेरि सिधा मान्छे, सोझो मान्छे, यस्तो मान्छे जसले म देशलाई सुधार गर्छु भन्ने सोच रहेको मान्छेले हतपत पोलिटिक्स जोइन गर्दैन, किनकि उनीहरूलाई थाहा छ यदि एकपल्ट म यो राजनीतिमा उत्रेँ भने मेरो परिवार, मेरो छोरा, मेरो छोरी, मेरो वाइफ, होइन, नभए मेरो हस्बेन्ड, राइट। सो के हुनसक्छ, उनीहरूको इज्जत तपाईँको के हुनसक्छ, तपाईँकोमा दाग लाग्न सक्छ। उनीहरूले मान्छेले के भन्छ, पोलिटिक अपोजिसनले उनीहरूलाई क्रिटिसाइज गर्छ होला, राइट। यो सोचेर पनि उनीहरूले पोलिटिक्समा पार्टिसिपेट गर्दैन। तर यस्तो होइन, हेर्नुहोस्, देशलाई सुधार गर्नु छ भने एउटा मान्छेले मात्रै सुधार्छु भनेर सोचेर हुँदैन। देशलाई सुधार गर्नु छ भने सबै मान्छे जसले देशलाई सुधार गर्छु भनेर सोच्छ त्यस्तो मान्छे पनि राजनीतिमा उत्रिनुपर्छ, बुझ्यो होइन। ओके, सो पोलिटिकल पार्टिज क्यान इम्प्रुभ इफ दोज हु वान्ट टु जोइन पोलिटिकल पार्टिज। द क्वालिटी अफ डेमोक्रेसी डिपेन्ड्स अन द डिग्री अफ पब्लिक पार्टिसिपेसन। तपाईँको डेमोक्रेसी कतिको राम्रो छ, डेमोक्रेसीको क्वालिटी कतिको छ, यो केमा डिपेन्ड गर्छ अरे, जनताले कति पोलिटिक्समा पार्टिसिपेट गर्छ। पोलिटिक्स भनेको तपाईँ यो मात्रै होइन नि, झन्डा बोकेर नारा लाउनु, राइट, तपाईँको यो मात्रै होइन, राइट, भोट गर्नु जानु, राइट पार्टीलाई भोट दिनु, यो पनि एउटा तपाईँको राम्रो पोलिटिक्समा गनिन्छ यो कुरालाई पनि। ओके, सो इट इज डिफिकल्ट टु रिफर्म पोलिटिक्स इफ अर्डिनेरी सिटिजन्स डु नट टेक पार्ट इन इट एन्ड सिम्पली क्रिटिसाइज इट फ्रम द आउटसाइड। ए यो पार्टीले त यस्तो गर्यो, यस्तो गर्नुपर्ने नि, त्यो गाडीभित्र, रुमभित्र आफ्नो फ्यामिलीलाई मात्रै भनेर हुँदैन, अगाडि निस्किनुपर्छ। ओके, सरकारले क्रिटिसाइज गरेर मात्रै हुँदैन, बुझेन। सो 2टा के थियो, फर्स्टमा तपाईँको प्रेसर लगाउनुपर्छ, पेटिसनहरू साइन गर्नुपर्छ, पिसफुल र्यालीजहरू गर्नु सक्छ, यो सरी पोलिटिकल पार्टीलाई चेन्ज गर्न सकिन्छ। अर्को छ तपाईँको जसले सुधार गर्छु भन्छ त्यस्तो मान्छे पोलिटिक्समा उत्रिनुपर्छ। Okay, so this is it for this chapter. I hope you guys understood each and every point that we have discussed till now in this video. So thank you for your constant support. Keep on supporting me. Like garnos, subscribe garnos. Thank you so much.